다 되는데, 음, 단你们 把这你们 개발 차대어로 더디 망어 순수你们 개발 आज 차대. यो मर्मक प्रवचनको अब ग्रीष्मकालीनको अब शिक्षा 8औं दिन रहेको छ अनि यो सञ्जालबाट हेरिरहनु सम्पूर्ण गुरुवर्ग जनहरू त्यस्तै गरी भिक्षुहरू त्यस्तै गरी अब भिक्षुनीहरू त्यस्तै गरी अनि चारै दिशामा फैलिएको विभिन्न अनि सम्पूर्ण मेरा मित्रहरूलाई अनि सुस्वास्थ्य कामना र साष्टाङ्ग दण्डवत टक्राउन चाहन्छु अनि आजभन्दा 2 दिन अगाडि अब प्रवचन राख्नु पर्थ्यो तर पनि मलाई अलिकता अनि निकै नै अब निकै नै अलिकता समस्या पर्यो अलिकता धेरै नै थकित भएको थियो र अनि हिजो बेलुका मलाई अलिकता निकै नै यो रोगले एकदम ग्रस्त भएको थियो तर अनि मैले यस्तो हेर्दाखेरि भोलिको दिनमा प्रवचन नहोला जस्तो लाग्यो तर पनि बिहान म जुरुक्क उठ्दाखेरि मेरो जिउ चाहिँ अलिकता स्वस्थ नै भएछ निरोगी भएको हुँदाखेरि अनि मैले प्रवचन गर्न सक्षम भए र आज म 8औं दिनको यो प्रवचन रहेको छु आज म यसलाई अब जुन बाँकी भएको कुराहरू बताउँदै जानेछु यसलाई क्रमिक रूपमा अब यो आनन्दको विषयमा म बताउँदै जानेछु यसमा विभिन्न अब 3 विषय रहेको छ 3 प्रकारको विषयमा अब तेस्रो विषय के छ भन्दाखेरि अब तेस्रो विषय के हो त महिला प्रति आनन्दको एउटा साइनो भनौँ न त्यसको विषयमा अनि अब दोस्रो चाहिँ के हो त महिलाहरूको एउटा अब विभिन्न संकटहरूलाई अब समाधान गरिएको तेस्रो चाहिँ के हो त भन्दाखेरि एक किसिमको अब रूपवाली अब आनन्द र एक किसिमको अब एक किसिमको अब दोलबी भूमो सुक्ष्मसँग अब एक किसिमको अब उहाँसँग भएको एउटा नाता भनौँ न त्यसको विषयमा बताउन चाहन्छु एउटा साइनो पहिलो चाहिँ के छ भन्दाखेरि अब महिला प्रति आनन्दसँग एउटा साइनो अब उहाँको आनन्दको स्वाभाविक रूप अब बताउनु पर्दा उहाँ धेरै दयालु हुनुहुन्थ्यो उहाँ अब चारै समुदायको अब सुख दुःखको बारेमा धेरै चिन्तित हुनुहुन्थ्यो अब बुद्धको विभिन्न अब समुदायहरू हुनुहुन्थ्यो 4 समुदायमा उहाँ अब सुख दुःखको धेरै अब बारेमा उनीहरूले हेर्नुहुने एउटा अब त्यसप्रति उहाँले धेरै चिन्तित गर्नुहुन्थ्यो उनलाई भिक्षु र पुरुष अभ्यासीहरूको मात्र नभई भिक्षुनीहरू र महिला अभ्यास गर्नेहरूको लागि पनि धेरै हेरचाह र चासो राख्नुहुन्थ्यो आनन्दले अनि अब महिलाको अब भनौँ न एउटा भिक्षुनीको लागि अब उनको समर्थन महिलाहरू अब भिक्षुनी हुनुको लागि आनन्दले अब एक किसिमको धेरै समर्थन गर्नुभयो यदि आनन्द नभएको भए त्यहाँ 3 गुण बौद्ध समुदाय मात्र 3 प्रकारको बौद्ध समुदाय मात्र हुने थियो विनय ग्रन्थमा अब राखिएको अनुसार यो आनन्द थियो जसले भिक्षुनी संघको गठनलाई समर्थन वा प्रोत्साहन गरेको थियो त्यही कारणले गर्दाखेरि यो एउटा हान राजवंशको समयमा अब चिनिया भाषामा अनुवाद गरेको अब दयालु बुद्धको कुशल माध्यम भन्छ अथवा महोपय कौशल बुद्ध अर्थात प्रत्युत्पादक सूत्रमा भनिएको छ कि यो सूत्रमा के लेखेको छ भन्दाखेरि यो तपाईले बताउनु पर्दाखेरि यो चाहिँ के हो त भन्दाखेरि अब कौशल भनौँ न किसिमको महाकौशल बुद्धको अब भनौँ न किसिमको
कृपा चुकाउने अब सूत्र भनेको त्यसमा अर्थात् बुद्ध कौशल्य बुद्ध प्रत्युत्पकारक सूत्र भनेको छ यो भित्र के लेखेको छ भन्दाखेरि यो भित्र जस्तै यस्तो भनेको छ यदि यो अनन्तको दया हो र बुद्धको होइन भने अनि बुद्धको अब एक किसिमको अब जुन यसले के जनाउँछ भन्दाखेरि यो आनन्दले गर्दाखेरि महिलाहरू भिक्षुनी गर्नु पाए यो आनन्दको कृपा हो बुद्धको कृपा होइन भनेको छ त्यही कारणले बुद्धको अब शिक्षामा महिलाहरू प्रवेश गर्नका लागि आनन्दको अब अति आवश्यकता थियो अवस्था थियो सबैले अब व्यवस्था गर्यो गौतमी भविष्यमा भिक्षुनीहरू सामान्य नारीहरू र महिलाहरू गौतमी भनेर हामीले अब यो विभिन्न प्रजापति लगायतका विभिन्न अब नारी स्त्रीहरूलाई यसरी अब भविष्यवाणी गर्नुभयो गौतम बुद्धले यसको विषयमा बताउनु भएको छ त्योभित्र के लेखेको छ भन्दाखेरि गौतमी भविष्यमा भिक्षुनीहरू सामान्य नारीहरू र महिलाहरूले सधैँ आनन्दको बारेमा एकमुष्ट विचार गर्नुपर्छ उहाँलाई आदर र सम्मान व्यक्त गर्नुपर्दछ उहाँलाई नामले पुकार्नुहोस् उहाँप्रति निरन्तर कृतज्ञ रहनुहोस् नत्र उसलाई त्यो सकेन भने दिन रात 6 पल्ट उहाँलाई स्मरण गर्नुहोस् उसलाई अब सम्झनुहोस् हे गौतमी भिक्षुणीहरू र महिलाहरूलाई यसरी निर्देशन दिनुहोस् यसरी नै अब यो प्रजापतिहरूले बताउनु भयो यसरी अरूलाई आज्ञा दिनु भनेर हामीले गुरु आनन्दलाई सुरक्षाको लागि अब सोध्यौं हैन किसिमको सुख मंगल र फल प्राप्त गर्न चाहने महिलाले वसन्तको दोस्रो महिनाको 8औं दिन र अनि शरद ऋतुको दोस्रो महिनाको 8औं दिन सधैँ नयाँ सब वस्त्र धारण गरी 8 नियमको एक मुखी शपथ लिनुपर्दछ एक दिन र निरन्तर लगनशील हुनुहोस् र एक किसिमको प्रसन्न हुनुहोस् आनन्दले उनको चमत्कारी रूपमा रक्षा गर्नेछन् उनको इच्छा पूरा हुनेछ भनेर यसरी बताएको छ अनि मैले यो भिक्षुनीहरूको एक किसिमको यो अनि यो शिक्षा भनौँ न एक किसिमको अब यो चिसो भनिन्छ त्यसलाई चाहिँ अब जुन चाहिँ अब शरद ऋतुमा जुन भिक्षुनीहरूलाई अनि त्यो विषयमा चाहिँ के हो त्यो शिक्षण मैले दिने क्रममा चाहिँ अब अनि भिक्षुनीहरूलाई चाहिँ मैले आनन्दको विषयमा अब अनि यो यसको विषयमा मैले अनि बताएको छु र त्यो बेला चाहिँ के हो त यो अनि एउटा अवलोकितेश्वर हैन अवलोकितेश्वरको मुनि चाहिँ एउटा आनन्दले चाहिँ प्रार्थना गरेको हैन यसरी अब एउटा थङ्ग मैले एउटा राख्नु एउटा लगाएको थियो र त्यस्तो इच्छा पनि थियो किन त्यो बेला यो भिक्षुनीहरूको यो शिक्षा मैले दिने क्रममा यसरी एउटा थङ्ग जुन चाहिँ यसरी अवलोकितेश्वर आनन्द भएको यसरी बनाउन लाग्यो त भन्दाखेरि जुन चाहिँ आनन्द अत्यन्तै के हो त कृपालु अब नभई नहुने भिक्षुनीलाई अब प्रोत्साहन गर्ने प्रवेश गराउने आनन्द भएकोले अत्यन्तै एउटा साइनो नजिक भएको हुँदाखेरि अनि यो चाहिँ हो अनि बुद्ध प्रत्युपकार सूत्रभित्र लेखेको अनुसार त्यसको थङ्गको लागि मैले प्रस्ताव राखेँ अनि यो बेला अनि हजारौं अब हात भयो अब हजारी आँखी चेरी अवलोकितेश्वर भएको अनि त्यो बेला चाहिँ के हो त भन्दाखेरि एक किसिमको यो अवलोकितेश्वर चाहिँ अब के हो त एक किसिमको के को अब उहाँ चाहिँ अब आनन्दको रूपमा प्रकट भएर यसरी अनि उहाँदेखि हृदयदेखि प्रकट आनन्द भएर यसरी अब भनौँ एक किसिमको स्थितिको रूपमा अब अनि प्राप्त भएको यसरी अब लेखेको हुँदाखेरि
order pina sometimes अनि एउटा तस्बिर छ जुन त्यो अनि त्यो अनि त्यो चाहिँ अब मैले अब अनि पहिला अब थियो अहिले यो अलिकता समयको अभावले गर्दाखेरि मैले त्यो तस्बिरलाई मैले अहिले प्राप्त गर्न सकेन तर कुनै दिन अवश्य देखाउने छु जुनमा चाहिँ त्यो अब आनी घुन्चो भनिन्छ जुन चाहिँ अब भिक्षुणीहरूको एक किसिमको के हो त यो वसन्त शिक्षामा मैले प्रस्तुत गर्ने गरेको छु त्यो ढङ्गलाई अब चाहिँ यो के हो त भन्दाखेरि अब महिलाहरू अब प्रविजर अर्थात् भिक्षुणी बन्नेको कुराहरू विषयमा बताउन जाँदैछु मैले पहिला बताए चाहिँ अनि बुद्धले बुद्धत्व ज्ञान प्राप्त गरिसकेपछि अनि साक्यमुनि अब भनौँ न विभिन्न समयमा अब साक्यमुनिको उपस्थितिमा धेरै उच्च दर्जाका पुरुष वा महानुभावहरू निस्किएपछि उनीहरूको पत्नी दिदी बहिनी र छोरी पनि बुद्धलाई पछ्याउन अगाडि बढ्न थाले अब भनौँ न विनय शूद्र वस्तुको मूल सर्वअस्तिवाद अब अनुवाद यसरी बताएको छ थेरवादको अनुसार यो राजा शुद्धोधनको पछिको थियो बुद्धको दोस्रो अब कपिल वस्तुमा भ्रमणका क्रम अब शुद्धोधनको अब निधन भएको थियो कपिल वस्तुको अब यो भन्ने किसिमको अब न्यायग्रोध पार्कमा गुरुले अब प्रवचन भइरहेको बेला अब उहाँ प्रवचन 500 शाक्य महिलाहरू सहित अनि बुद्धको दर्शन गर्न आएको थियो अब यो थेरवाद अब सर्वस्तिवाद वीरको कुरा गर्दाखेरि उहाँहरूको सिद्धान्त अनुसार अब बुद्ध चाहिँ अब दोस्रो पटक कपिल वस्तुमा भ्रमण गरेको थियो होइन अनि त्यो बेला अब भनौँ न एक किसिमको उहाँको अब पिता चाहिँ अब खस्नु भइसकेको थियो अनि दोस्रो चरणमा फेरि अब आफ्नो पिता अब निधन भइसकेर पनि कपिल वस्तुमा फेरि उहाँ अब जानुपर्ने भयो अनि यस्तो एउटा अब यो स्थविर निकायमा यस्तो भन्ने भनाइ छ अब यो जुन नारीहरूले हामी पनि भिक्षुणी हुनको लागि तपाईँले अब स्वीकार गरिदिनु होला भनेर अनुरोध गर्ने ठाउँ चाहिँ जुन अब बुद्धको आफ्नै देश अब आफ्नै ठाउँ अब जुन अब कपिल वस्तुमा चाहिँ अब यसरी अब प्रार्थना गरिएको थियो अनि बुद्ध चाहिँ एउटा अब स्मरणीय अब एक किसिमको अब हरियाली वातावरण अब त्यहाँ बसिरहेको बेलामा जुन कपिल वस्तु एउटा बस्नु भएको बेलामा महाप्रजापति लगायतका अब 500 अब शाक्य महिला सहित बुद्धको दर्शन गर्न आएका थिइन् अनि उनीहरू अनि जब बुद्धको ठाउँमा पुग्यो त्यसपछि उनीहरूले प्रणाम गरे साष्टाङ्ग दण्डवत गरेर अनि ठाउँमा बसेर अनि बुद्धले शास्त्र भगवान बुद्धले तिनीहरूको समूहलाई अब धर्म प्रवचन दीक्षा दिनुभयो सिकाउनु भयो र अनि प्रोत्साहन दिनुभयो प्रेरणा दिनुभयो र त्यसपछि बुद्ध अनि चुपचाप एक किसिमको मौन रहनु भयो त्यस बेला अनि प्रजापतिले अनि शास्त्र भगवान गौतम बुद्धलाई अनि अनुरोध गर्नुभयो कि हे शास्त्र गौतम बुद्ध यदि नारीहरूले आध्यात्मिक मार्गका चार श्रमण फल प्राप्त गर्ने अवसर पाउने छ भने कृपया बुद्धको उपस्थितिमा हामी महिलाहरू जतिलाई अनि अगाडि
बढ्न र भिक्षुनी बन्न पवित्र आचरण गर्न अनुमति दिनुहोस् अनि यसरी अब बुद्धलाई अनि अनुरोध गरेका थिइन् जुन प्रजापतिले जुन आफ्नो सानीमा हुन् उहाँ चाहिँ अनि शास्त्र भगवान गौतम बुद्धले भन्नुभयो कि हे गौतमी भने यसरी जवाब दिनुभयो आफ्नो अहिले जस्तो गृहस्थीको सेतो लुगा तपाईँले ग्रहण गर्नुभएको छ र जीवनभरि पवित्र आचरणको पवित्र किसिमको ब्रह्मचर्यको आचरण अभ्यास गर्नुहोस् र यसले तपाईँलाई दीर्घकालीनसम्म लाभ र एक किसिमको आध्यात्मिक आनन्द ल्याउनेछ अनि यसरी शास्त्र गौतम बुद्धले भन्नुभइसकेपछि प्रजापतिले 3 पटकसम्म यसरी बुद्धलाई अनुरोध गरे तर शास्त्र गौतम बुद्धले पहिले जस्तै बोल्नु भएर अनि भिक्षु बन्नुको लागि भिक्षुनी बन्नुको लागि प्रजापतिहरूलाई प्रवेशित बनाउनको लागि अनुमति भने उहाँले दिनु भएन यसरी 3 पटकसम्म शास्त्र भगवान गौतम बुद्धलाई प्रजापतिले 3 चोटिसम्म अनुरोध गरे उहाँलाई प्रस्ताव राखे भिक्षुनी बनाउनको लागि अब एक किसिमको अनुमति दिनुहोस् भनेर तर बुद्धले यसरी दिनु भएन जे भए त भने एक किसिमको भिक्षुनी हुनुको लागि अब बुद्धले स्वीकृति दिनु भएन अनि पहिलो पटक चाहिँ यसरी अब कपिल वस्तुमा यसरी अब प्रजापतिले अब अनुरोध गर्नुभएको थियो अब त्यसपछि शास्त्र भगवान गौतम बुद्ध अनि कपिल वस्तु पछि अर्को ठाउँमा जानुभयो अनि अर्को ठाउँमा पुग्दाखेरि फेरि त्यो प्रजापतिले अनि सुने कि उनी नादिका क्षेत्रमा थिए भनेर बुद्धलाई अब थाहा हुनुभयो प्रजापतिले अब उनीहरू 500 शाक्य महिलाहरूले आफ्नै शिर पनि अब फेरि अब गट्ठा भए जुन नदीका ठाउँमा अब पुग्नु भयो किनकि त्यहाँ बुद्ध त्यहाँ पाल्नु भएको थियो फेरि प्रजापति र अरू सबै शाक्य महिलाहरू गट्ठा गरेर अनि सबैले बाल खौराएर अनि धर्मवस्त्र चिवर लगायतका उहाँहरूले ग्रहण गर्नु भएर त्यसपछि अनि शास्त्र भगवान बुद्धको पछि लाग्नु भयो उहाँ जब गुरु नदिकाको कुञ्जिका अब ऋषि कुञ्जिकाको नाम अब ब्राह्मण जातिमा अब जुन हिन्दू सम्प्रदायमा अहिले पनि जुन अब आफ्नो घरमा कोही खस्यो भने अनि एक किसिम के हो त बाल खराउने अब चलन रहेको छ तर पनि जुन अब प्रजापतिले चाहिँ के हो त भन्दाखेरि आफू भिक्षुनी बन्नको लागि यसरी अब बाल खौरिनु भयो जब उहाँहरू यसरी बाल खौरेर जानुभयो त्यो बेला बुद्ध कहाँ अब बस्नु भएको थियो त भन्दाखेरि नदिकाको एउटा कुञ्जिका भन्ने स्थानमा बस्नु भएको थियो जुन अब कुञ्जिका भने ऋषि कुञ्जिकाको नामबाट राखिएको ठाउँ त्यो ठाउँको नाम हो अब कुञ्जिका भन्ने ठाउँमा बस्दै र आराम गर्दै हुनुहुन्थ्यो शास्त्र भगवान गौतम बुद्ध र प्रजापतिले उहाँको अब बुद्ध त्यहाँ बस्नुहुन्छ भनेर अब एक किसिमको थाहा भइसकेपछि अनि प्रजापति त्यहाँ अब एक किसिमको धेरै अब कष्ट गरेर अब शरीर थाकेको र पुरै धुलो ढाकिएको अनि उहाँको उपस्थितिमा अनि अब आउनुभयो अनि प्रणाम गरी बस्नुभयो जुन बुद्धको ठाउँमा यसरी अब धेरै टावरदेखि आउनुभएको थियो प्रजापति बुद्ध दर्शनको लागि बुद्धले फेरि पनि उहाँहरूलाई धर्म सिकाउनु भयो प्रोत्साहन दिनुभयो र प्रेरित गर्नुभयो त्यसपछि बुद्ध फेरि मौन बस्नुभयो त्यस बेला प्रजापतिले फेरि एकपटक महिलालाई भिक्षुनी बन्न अनुमति दिन आग्रह गरे शास्त्र गौतम बुद्धले उनीहरूलाई कपाल अनि त्यसको के भन्नुभयो भन्दाखेरि कपाल खौरिने धर्मवस्त्र लगाउने पवित्र आचरण गर्न ठिक छ भने एकदम राम्रो छ ब्रह्मचर्य गर्नु राम्रो हो यसरी उनले भने तर त्यो भिक्षुनीहरूलाई एक किसिम के हो त जुन प्रजापतिको 500 जना अब समूहहरूलाई चाहिँ भिक्षुनी बन्न पनि अझ पनि अनुमति दिनुभयो अनि ध्यान साधना गर अनि ब्रह्मचर्यलाई अब पाठ गर अभ्यास गर
भन्नुभयो तर पनि भिक्षुनी र प्रवर्तित हुनुको लागि अनुमति दिनु भएन 롱친칭 나로 벽에 나로 예를 롱친칭 난 세부 민도디네 야 예이 나로 시탐지 예브럼 뭐 롱친칭죠 디 나로라 진짜로 송샤 यो चाहिँ अब भोट अनुवादमा लेखिएको छैन हैन अनि यो चीनमा भएको यो लुङथेन्चेक भित्र चाहिँ यो कुराहरु लेखिएको छ 세상 강에 이래 당경이 지금 비셔야 돼 다디 가서 기구 다음에 여기 यो अघिको जुन 당보시와 대한스치 यो प्रजापतिले यो अनुरोध भिक्षुनीको लागि अनुरोध गरेको पाठ थियो अब दोस्रो के थियो त भन्दाखेरि अब आनन्दले प्रार्थना गरे बापत अनि बुद्धले भिक्षुनी अब महिलाहरूलाई भिक्षुनीको अब भिक्षुनी हुनको लागि अब स्वीकार गरेको वचन के गरेर सना 다 기구 다음에 다 아주 디 분규르기 시담지 예브르마 왜 뉴얼롱 친지 시샤 제비나 기구 다모 치미기 상게리아 보메레 रबजुङकी दम्बनारो अब यो सरकारीमा भन्नु पर्दाखेरि एक किसिमको के हो त भोटको अनुवाद अनुसार अब प्रजापतिले जम्मा 6 पटक सोधे तर बुद्धले स्वीकार गर्नु भएन त्यसैले उनी ढोका बाहिर अनि दैलो बाहिर एउटा कुनामा बसिन र अनि त्यो बेला उहाँ रुइरहे अनि उहाँ एकदम रुइरहनु भयो प्रजापति र आनन्दले उनीलाई देखेर अनि उनलाई देखे र उनी आँसु झर्दै थिए आनन्दले तुरुन्तै सोधे तिमी यहाँ तपाई यहाँ बसेर किन रुँदै हुनुहुन्छ माता अब प्रजापतिज्यू भन्ने यसरी भन्नुभयो अनि प्रजापतिले भनिन्छन् कि शास्त्र भगवान गौतम बुद्धले महिलाहरूलाई भिक्षुनीको रूपमा नियुक्त गर्ने अनुमति दिनु भएको छैन भने अनि प्रजापतिले भने अनि आनन्दले भने हे गौतमी भन्ने आनन्दले भन्नु भएर तपाई यही नै एकछिन पर्खनु है त म शास्त्र भगवान गौतम बुद्धलाई सोध्नको लागि म भित्र अवश्य म जानेछु के छिङु लाग्यो त्यही कुर्नुहोस् है भनेर अनि भगवान बुद्धको छेउमा गएर अनि आनन्दले प्रणाम गर्दै एक छेउमा अनि उभिएर अनि बुद्धलाई यसरी उहाँले अनुरोध गर्नुभयो अनि यसरी एकचोटि अब बुद्धलाई यसरी सोध्नु भएछ त्यो भिक्षुनीको यो एक किसिमको के हो त शिला स्वीकारको लागि त्यो नभन्दा अगाडि एउटा प्रश्न गर्नुभएछ बुद्धलाई हे शास्त्र गौतम बुद्ध यदि महिलाहरू उत्कृष्ट श्रमण बौद्ध सन्यासीको भूमेकी धर्म सिकाएर धर्म विनयमा अघि बढ्छन् र बढेर पूर्णतया भिक्षुनीहरू भइसकेको भएर उहाँहरू अनि एक किसिम के हो त अनि उहाँहरूले अनि एक किसिमको सन्यासीको फल प्राप्त हुन्छ त भन्दाखेरि अनि पवित्र आचरण स्त्री रूपमा अभ्यास गर्नुहोस् कि तिनीहरूले आध्यात्मिक मार्गको 4 परिणाम प्राप्त गर्नेछन् भन्ने यसरी अब प्रश्न गर्नुभयो अर्थात् महिलाहरूले श्रमण बौद्ध सन्यासीको ज्ञान आचरण लिएर उनीहरू भिक्षुनी हुन सक्छन् त अर्थात् एक किसिमको श्रमण हुन सक्छ त भनेर प्रश्न गर्दाखेरि बुद्धले हुन सक्छ भनेर शास्त्र भगवान बुद्धले अब यसरी जवाब दिनु भएको थियो यो अत्यन्त प्रश्न राम्रो रहेको छ अनि यदि फेरि आनन्दले भन्नुभयो यदि त्यसो हो भने आनन्दले अनुरोध गर्नुभयो कि कृपया महिलालाई एक किसिम के हो त अनि परिविजत भिक्षुनी बन्न अनि अनुमति दिनुहोस् यसरी अनुरोध गर्नुभएको थियो यो प्रश्न तिब्बती अनुवादमा होइन चिनी अनुवादमा राखेको छ त्यसैले मैले यसलाई सम्मिलित गरेको छु यो थेरवा शास्त्रमा पनि छ शास्त्रले भन्नुभयो महिलाहरू भिक्षुनी अर्थात् परिविजत भिक्षुनीहरूको रूपमा नियुक्त हुन अनुरोध नगर्नुहोस्
상계 텔레랑 가르쳐 버서나 나 교랑 अब आनन्दले आगि भने नि त अब महिलाहरूलाई भिक्षुनी हुनु एउटा एउटा अनुमति दिनुहोस् भने नि त उहाँले अनि यसरी अनुरोध गरे बापत बुद्धले शास्त्र भवनको भवन बुद्धले आनन्दलाई के भन्नुभयो भन्दाखेरि हे आनन्द महिलाहरूलाई प्रविजत अर्थात् भिक्षुनीको रूपमा नियुक्त हुनु अनुरोध नगर्नु होला किनकि नारीहरू धर्म विनयमा लाग्यो भने धर्म विनय धेरै दिनसम्म टिक्दैन अर्थात् धेरै दिनसम्म यसरी तक्दैन भनेर यसरी बताउनु भयो अब यो चाहिँ भगवान बुद्धले अब भविष्यवाणी गर्दाखेरि अब के हो त खतरा एक किसिमको आफूले यसरी महिलाहरू भिक्षुनी नियुक्ति गरे भने यसमा अब सतर्क केमा हुनुपर्ने र यसले जोखिम त के ल्याउँदछ त्यसलाई त्यसको बताउनुको लागि बुद्धले यसरी अब अनि बताउनु भएको अब यसमा अब जे छ मैले बताउँदैछु यसमा अब सबै बताउँदैन यसको अर्थ बताउनेछु उदाहरणको लागि धेरै महिला र थोरै पुरुष भएको घर डाकुहरूले लुट्ने र अनि सामानहरू हराउने छन् जुन घरमा महिला धेरै हुन्छन् पुरुष थोरै हुन्छन् त्यो ठाउँमा चोरी डकैती धेरै हुन्छ किनकि चोरहरू सँग लड्ने क्षमता महिलामा हुँदैन त्यस्तै गरी अनि महिलाहरूलाई एक किसिमको अनि हातपात गरेर पनि सामानहरू चोर डकैतीले अब लानु सकिन्छ त्यस्तै किसिमको नारीहरूलाई पनि यसरी अब विनय धर्ममा एक किसिमको प्रवेश गरायो भने उनीहरूले पनि एक किसिम के हो त धर्म विनय पनि धेरै टिक्दैन यसरी अब अरूले अब हप्काउन सक्छ भन्ने एउटा पहिलो कुरा दोस्रो चाहिँ के हो त उदाहरणको लागि प्रशस्त सालु धानको खेतमा असिना पर्दा सालुको धन क्षतिग्रस्त हुन्छ बर्बाद हुन्छ र प्रयोग गर्न नमिल्ने बनाइन्छ आनन्द त्यसै गरी नारीहरू अनि भिक्षुनी हुन अघि बढ्यो भने धर्म विनय पनि धेरैसम्म टिक्दैन यसरी भनेको छ त्यस्तै गरी अर्को पनि एउटा उदाहरण छ आनन्द यो यस्तो छ जग्गा धन लगाएको प्रशस्त उखुको खेतमा किराले लागेपछि उखु प्रयोग गर्न नसकिने नष्ट हुन्छ अनन्त त्यसै गरी नारीहरू एक किसिमको प्रवजितमा अब नियुक्त भयो भने धर्म विनय धेरै बेर रहँदैन भन्ने यसरी बताउनु भयो अब चाहिँ के हो त यो अनि नारीहरू प्रवजित भिक्षुनी हुनुभयो भन्छ भने यहाँलाई चाहिँ अब 8वटा अब ओजनदार धर्महरू यसरी बुद्धले बताउनु भयो त्यो चाहिँ के हो त भन्दाखेरि संक्षेपमा भन्नुपर्दाखेरि बुद्धले एउटा उदाहरणमा राखेर यसरी बताउनु भयो अनि बुद्धले आनन्दलाई महिलाहरू अनि भिक्षुनी हुनुमा अघि बढेमा संघले त्यस समयमा भारतीय समाजमा भोग्नुपर्ने कठिनाइहरूको बारेमा कुरा गर्दै बताउनु भएको थियो अनि त्यसपछि उहाँले 8 ओजनदार धर्मको नियम बनाउनु भयो र त्यसको कारणलाई समानताका साथ वर्णन गर्नुभयो र यसरी अब एक एक गरी बुद्धले अब आनन्दलाई बताउनु भयो अनि यो ओजनदार 8वटा धर्म चाहिँ एकैवटा उदाहरणमा राखेर वर्णन पस्काएको छ हैन यसमा चाहिँ धेरै अर्थ र धेरै अब गम्भीरता कुराहरू भएर यसरी बुद्धले बताउनु भएको छ लुङ ठेन्सेक भित्र यसरी बताएको छ यो चाहिँ अब जस्तोको त त्यस्तै यो आगमहरू होइन त्यसमा मैले अलिकता के हो त भन्दाखेरि जुन त्यो भित्र भएको गुदीहरूलाई सारहरूलाई मैले एकदम स्पष्ट पार्नुलाई बुझ्नको लागि हैन मैले यसरी सरलता हिसाबमा प्रस्तुत गरेको छु
그래 슈겐스는 다도 अब नारीहरू भिक्षुनी भयो भने अब जुन अब भारत समाजमा चाहिँ भारतीय अब समाजमा चाहिँ अब निकै नै कठिनाइ भोग्नु पर्ने कुराहरू गर्दै आएको थियो त्यसलाई अब हटाउनको लागि जुन कठिनाइहरू जुन समस्याहरूलाई अब सुल्झाउनको लागि समाधान गर्नको लागि अब सबैसँग समानता हुनको लागि यसरी अब बुद्धले 8 प्रकारको ओजनदार धर्म बताउनु भयो जस्तो कि गर्मी सकिसकेपछि शरद ऋतुमा कृषकले सिंचाइको नहरमा स्थिर बाँध बनाउँछ जसको मुनि पानी बग्दैन र त्यसपछि खेतमा पानी पुर्याउँछ ताकि सबै भरियोस् त्यसै गरी अनि गल्तीहरू रोक्नको लागि अब हामीले जुन अब वर्षापछि हैन बर्खा मासपछि अब शरद ऋतु त्यसपछि पानीहरू कम हुन्छ सिंचाइको लागि कुलो खनेर पानी लानु पर्ने हुन्छ त्यो लगेको पानी चाहिँ के हो त किसिमको अनि खेतमा पानी पुर्याउँदाखेरि जुन अब सिंचाइको लागि राम्रो हुनुको लागि लगेको हुन्छ त्यस्तै गरी अब विभिन्न अब कुलो खनेर लाँदाखेरि अब जुन चाहिँ जताततै अब छेल नहुनुको लागि अनि बारीहरू कामलाई नबच्नुको लागि यसरी पानी लागेको जस्तै अनि जुन 8 प्रकारको अब ओजनदार धर्म यसरी अब कुलो खनेर एउटा सही हिसाबमा लग्यो भने जुन संकट कालमा पनि अब आफू शिरलाई चाहिँ अब राम्रोसँग यसलाई उपयोग गरेर आफू चाहिँ अब ढलपल गर्न सकिँदैन र बलियो हुनेछ भन्ने यसरी बुद्धले बताउनु भएको छ त्यही कारणले अनि स्त्रीहरूबाट उत्पन्न हुनबाट अनि 8 ओजनदार धर्म बताउनु भएको छ महिलाहरूले जीवनभर तिनीहरूलाई परीक्षण दिनुपर्दछ र त्यसलाई चाहिँ एक किसिम के हो त शिक्षण गर्नुपर्दछ भनेर 8 प्रकार बताएको छ ओजनदार धर्म छ यसमा चिरिछे गे भनिन्छ यसलाई अर्थात् ओजनदार भनेर गरुङको धर्म पनि भनिन्छ अनि यो चाहिँ अब लुङथेन्सेक भित्र जे लेखिएको छ त्यही नै मैले लेखिएको छु अनि यसमा अब एक एक गरी म पढ्दिन हैन 1 देखि 4 सम्म लेखिएको छ सरर अनि फेरि 5 देखि 8 सम्म यसरी बताएको छ यसमा चाहिँ अनि यो भित्र चाहिँ अनि जुन अब स्पष्ट रूपमा अनि जे लेखिएको छ त्यही नै मैले स्पष्ट रूपमा प्रस्तुत गरेको छु यसमा मलाई पढ्नु के अब आवश्यक देखिएन यसको संक्षिप्तमा अब बयान गर्नु पर्दाखेरि 8 प्रकारको अब यसको 8औं ओजनदारको अब क्रमबद्ध चाहिँ अब तलमाथि अब आफ्नै अब निकायको अनुसार सिद्धान्तको अनुसार फरक रहेको छ त्यही कारणले यो चाहिँ अब लुङथेन्सेक भित्र बुद्धले बताउनु भएको लुङथेन्सेक भित्र अनि बताउनु भएको चाहिँ यही नै हो अब महिनामा चाहिँ 15 दिनमा अब यसरी पोषण गर्नुपर्ने हुन्छ हैन सोझौं त्यो गर्ने बेला चाहिँ अब जुन अनि भिक्षुहरूलाई अब एक किसिमको अब अनुरोध गर्नुपर्ने हैन प्रति मौचे सूत्रहरू अब वाचन गर्नुपर्ने हुन्छ त्यो वाचन गर्दाखेरि पनि अनि भिक्षुहरूलाई सोध्नुपर्ने अनि जुन भिक्षुहरू अब वर्षावास भएको स्थानमा भिक्षुनीहरू त्यसमा वर्षावास गर्नु पाउँदैन भनेको कुरा छ जस्तो कि अब जुन यो ठाउँमा चाहिँ एउटा भिक्षुनीको गुम्बा बनायो भने अब जुन अब बर्खावास यादले बस्ने बेला त्यो भित्र अब एक किसिम के हो त अनि एउटा भिक्षु छैन भने यसरी वर्षावास अब भिक्षुनीहरू बस्न पाइँदैन भन्ने कुरा छ यदि
अब जस्तो कि भिक्षुनीको गुम्बाको ठाउँमा वरिपरि भिक्षुहरूको गुम्बाहरू छ तर भिक्षु गुम्बा किसिमले के हो त पूजा साधन विनायकको शिला राम्रोसँग जुन सिसुम भनिन्छ तीन प्रकारको मूल अब विधिहरू राम्रोसँग गरिँदैन भने अब उता अनुरोध नगरे पनि अब आफूले अब त्यो बेला वर्षबास बसेर किसिम के हो त प्रसाद गरेर किसिम के हो त अनि शिलाहरू लिनु सक्छ किनकि उनीहरूले राम्रो गरेको छैन यता राम्रो गरेको भएको कारणले गर्दाखेरि त्यस्तो अनि कुनै कुनै ठाउँमा पनि त्यसरी गर्न मिल्छ भनेर लेखेको छ अनि यसरी अब विभिन्न अब यो बस्ने क्रममा अब प्रभारण अनि प्रभारण गर्दाखेरि पनि भिक्षुनीले अब भिक्षुलाई जसरी पनि अब के हो त आह्वान गर्नुपर्ने यसको विषयमा हैन बताउनु पर्ने कुरा रहेको छ त्यही कारणले यो अब सम्पन्न यो भिक्षुको अब सील आफूलाई ल्याउनु भिक्षुनीको सील लिनुको लागि अब के हो त भिक्षुलाई अनुरोध गर्नै पर्ने भिक्षुदेखि त्यो आफूले ग्रहण गर्नै पर्ने यस्तो कुराहरू लेखिएको छ अर्को के हो त भन्दाखेरि अब कुनै पूर्ण रूपमा नियुक्त भएको 100 वर्ष भइसके भने पनि उसले राम्रोसँग बोल्नुपर्छ कि बोल्नुपर्छ प्रशंसा गर्नुपर्छ उभिनुपर्छ आफ्नो हत्केला जोड्नुपर्छ र त्यो कसलाई भन्दाखेरि भर्खरै अब पूर्ण रूपमा नियुक्ति भएको भिक्षुलाई श्रद्धाञ्जली गर्नुपर्छ भिक्षुनी अब 100 वर्ष भइसक्यो ध्यान गरेर भिक्षुनी भएर तर आज भर्खर नयाँ अब भिक्षु अब प्रवेश गर्यो भने उसले ढोग्नु पर्दछ त्यस्तो कुरा रहेको छ अब भिक्षुनीहरूलाई चाहिँ अब भिक्षुहरूलाई यस्तो पतन भएको छ यस्तो विभिन्न अब कुराहरू अब भएको छ पतन भएको छ यसरी विभिन्न अब दोषहरू यसरी किसिमको अब एक आपसमा बोल्नु पाइँदैन भिक्षुनीले भिक्षुको विषयमा के बोल्नु पाइँदैन त्यही कारणले यी 8 ओजनदार धर्मलाई पूर्ण रूपमा स्वीकार अब जुन स्वीकार गर्नु पर्दछ भन्ने कुराहरू बताउँदाखेरि 8 कुरा यही नै हो अब यसलाई संक्षिप्तमा बताउँदाखेरि अनि यसरी आनन्दले अनि ओजनदार 8 वटा धर्म यसरी बताउनु भयो अनि बुद्धले भन्नुभयो हे आनन्द यदि यी 8 प्रकारको ओजनदार धर्मलाई पूर्ण रूपमा स्वीकार गर्छ र दृढ रहने छ भने उनीहरूलाई जुन प्रजापतिलाई समुदायहरूलाई चाहिँ अनि परिविज भिक्षुनी हुनमा नियुक्त हुन सक्छ भनेर बुद्धले अनि आदेश दिनुभयो आज्ञा दिनुभयो अनि त्यो बुद्धले स्वीकार गरिसकेपछि आनन्द एकदम खुसी हर्षित भएपछि अनि शास्त्र भगवान गौतम बुद्धको पाउमा प्रणाम गर्नुभयो तुरुन्तै प्रजापतिलाई अनि भेट्न जानुभयो अनि बुद्धले नारीहरूलाई अब भिक्षुनीको रूपमा अब नियुक्त पूर्ण अब शासन गर्न अनुमति दिन अब राजी हुनुहुन्छ तर नारीहरूका दोषहरू हुन नदिन बुद्धले 8 वटा ओजनदार धर्महरू बताउनु भएको छ महिलाहरूले तिनीहरूलाई आफ्नो बाँकी जीवनको लागि राख्नु पर्दछ अर्थात् यो जीवनभर त्यसलाई स्वीकार गर्नु पर्दछ तिनीहरू प्रति लगनशील हुनु पर्दछ भने आनन्दले प्रजापतिले बताउनु भयो र उहाँले प्रत्येक 8 ओजनदार धर्मको व्याख्या गर्नुभयो र भन्नुभयो यदि तपाईँ साँच्चै नै तिनीहरूलाई पालना गर्न सक्नुहुन्छ र तिनीहरूबाट सावधान रहनुहुन्छ भने तपाईँ भिक्षुनी हुन सक्नुहुन्छ र पूर्ण रूपमा भिक्षुनीमा प्रविजमा नियुक्त हुन सक्नुहुन्छ भन्ने यसरी अब आनन्दले प्रजापतिको समुदायलाई बताउनु भयो अनि प्रजापतिले भने कि जबसम्म हामी बाँच्छौँ हामी नारीहरूलाई शास्त्र भगवान गौतम बुद्धले नारीका दोषहरू हुन नदिनको लागि बनाएका यी 8 ओजनदार पवित्र धर्ममा तालिम अवश्य दिनुहोला जसरी कसैले बालिकालाई नीलो उत्पल र चम्पाका फूलको माला दिँदा उनीहरू खुसी हुन्छन् दुवै हातले लिएर अनि टाउकोमा राख्छ त्यसै नै म मेरो वाणी
र बुद्धको वाणीलाई म मेरो दिमाग मेरो शिरमा मेरो जीवनभर त्यसलाई स्वीकार गर्ने एउटा वरदानको रूपमा म प्रतिज्ञा गर्छु ल यसलाई म स्वीकार गर्नेछु भन्ने यसरी अनि बताउनु भयो प्रजापतिले अनि जुन अब भनौँ न एउटा नानीहरूलाई चाहिँ बाल बालिका निरुक्तको फुल चढायो भने झोकेर शिरमा त्यस्तै किसिमको प्रजापतिले भन्यो नि कि यस्तो एउटा यस्तो ठुलो वरदान हामीले दिनुभएको हामी भिक्षुनी नियुक्तको लागि यसरी ठुलो वरदान दिनुभयो यो मेरो काया वाका चित्त अर्थात् देह वचन चित्तले अवश्य म स्वीकार गर्नेछु भने यसरी अब उहाँले भन्नुभयो त्यसपछि प्रजापतिले 8 अब ओजनदार धर्म स्वीकार गरिन् अनि उहाँ भिक्षुनी हुनु भए अनि पूर्ण रूपमा नियुक्त भए यसरी म प्रजापति चौथो समुदायमा पहिलो भिक्षुनी भिक्षुनी हुनु भए त्यसपछि उपालिले अन्य महिलाहरूलाई कसरी भिक्षुनीको रूपमा नियुक्त गर्ने भनेर सोधे अन्य महिलाहरूलाई अगाडि बढ्नु पर्छ चरणहरूमा पूर्ण रूपमा नियुक्त हुनुपर्छ भन्ने अनि पर्छ यसरी बुद्धले बताउनु भयो त्यसको मतलब यो हो कि पहिलो तिनीहरूको शरणको लागि जान्छन् र 5 वटा नियमहरू दिइन्छन् र यस्तै तिनीहरू क्रमश उपदेशहरू प्रशिक्षित हुन्छन् र त्यसपछि भिक्षुनी अनि हुनुको लागि आदेश दिइन्छन् अब प्रजापति यसरी नै अब जुन स्वीकार बुद्धले स्वीकार गर्ने बित्तिकै यसरी अब 8 प्रकारको धर्म यो शिक्षा दिएर उहाँ नियुक्ति हुनुभयो र त्यो पश्चातको अब शाक्य जुन अब शाक्य अब समुदायका अब नारीहरूले अब क्रमैसँग यसरी अब नियुक्ति हुनुभयो मैले पहिले अब पूर्वोक्त पहिले नै यसलाई मैले बताइसके जस्तो कि अब विभाज्यवादी र सर्वस्तिवादी अब विद्यालयहरूको अनुसार बुद्धले 8 ओजनदार धर्मको नियम बनाउनु भयो र भन्नुभयो कि ती नारीहरूको लागि आधारभूत नियम हुन् जुन अब महासंघिक विनयका अनुसार अब नारीहरूले 8 ओजनदार धर्महरू पालना गर्न आवश्यक भए तापनि तिनीहरू आधारभूत नियमहरू होइनन् अब भने चिनिया गुरु छिन सुन प्रश्न गर्छन् कि बुद्धले यी नियमहरू बनाएका थिए कि अब बनाएको हो कि भने उहाँले प्रश्न गर्नुहुन्छ अब चीनको एउटा गुरु इल्सुङ भन्ने गुरु छ अब यो 8 ओजनदार धर्म चाहिँ बुद्धले अब बनाउनु भएको नियम हो कि होइन भने उहाँले अब प्रशिक्षण गर्नुभएको छ उहाँले कारण यो हो कि बुद्धले आफ्ना सबै नियमहरू घटनाको आधारमा बनाएको थिए र यो त्योसँग मेल खाँदैन त्यही कारणले बुद्धले हो कि यो नियम बुद्धले बनाउनु हो कि बनाउनु भएको हो कि होइन भन्ने अनि उहाँको अब जाँच रहेको छ यद्यपि यी नियमहरूको उत्पत्ति धेरै प्रारम्भिक हो र तिनीहरू सम्भवतः बुद्धको समयबाट हुन सक्छ यो चाहिँ अब एक किसिमको बुद्धको अब बुद्धकालीनमै अब यो भएको थियो यो 8 ओजनदार धर्महरू बुद्धको समयबाट नै हुन सक्छ जब हामीले महाकाश्यप अब यो चाहिँ के हो त जुन अब त्यो बेलामा भारतवर्षमा निकै नै अब ठुलो अब एक किसिमको के हो त नियममा अब धेरैले अब स्वीकार धेरैजनाले स्वीकार र धेरैजनाले एक किसिमको के हो त अब समय त्यस्तो भएको हुँदाखेरि अब यो चाहिँ एक किसिमको अब भिक्षुहरूले बनाएको हो कि भन्ने लाग्छ जब महाकाश्यप र आनन्द बीचको नारीहरूको अघि बढ्ने सम्बन्धमा विवादहरू जान्छौँ तब यो सम्भव छ कि 8 ठुला धर्महरू कठोर परम्परागत विचारका साथ ज्येष्ठ भिक्षुहरूले बनाएको हुन सक्छ भन्ने अब यो चीनको गुरु हिन्सुनले बताउनुहुन्छ अब यो 8 वटा ओजनदार धर्मको कारणको पृष्ठभूमि के छ त भन्ने त्यसको विषयमा बताउनु पर्दाखेरि
एकातिर बुद्धले महिलाहरूलाई अब भिक्षुनी हुनको लागि अब निष्कासनको लागि अनुमति दिनुभयो भने अर्कोतिर त्यस समयको सामाजिक अवस्था वा दुई संघ बीचको सम्बन्धमा कुनै समस्या नआओस् भनेर आपोजन्त धर्मको पालना गर्ने कडा नियम बनाउनु भयो महाप्रजापति र 500 सख्य महिलाहरूले आपोजन्त धर्मको ग्रहण गरिसकेपछि अब उहाँहरू नियुक्त हुनुभयो भिक्षुनीमा पूर्ण रूपमा नियुक्त भइसकेपछि तिब्बती र चिनिया अनुवादको तुलनामा गरेर यसलाई अझै सजिलो बुझ्न सकिने अनुशासनका सूक्ष्म बुँदाहरू अनुसार उनीहरूले धेरै भिक्षुनीहरूलाई नियुक्त गरेर भिक्षुनीहरूको संख्या धेरै बढ्यो एक पटक एक समयमा वृद्ध भिक्षुनीहरू र प्रजापति कहाँ आएर भने अब उहाँ प्रजापतिको समुदायले विभिन्न अब किसिमको होता भिक्षुनीहरू धेरै नियुक्त गर्नुभयो अनि एकपटक अब वृद्ध भिक्षुनीहरू जुन अब वरिष्ठ भिक्षुनी प्रजापति कहाँ अब आएर भने एउटा वृद्ध भिक्षुनीहरूले अनि एक समय यसरी अब वरिष्ठ भिक्षुनीहरू आउनुभयो जुन प्रजापतिको ठाउँमा आएर भन्नुभयो के उहाँले अनुरोध गर्नुभयो भन्दाखेरि के बताउनु भएछ भन्दाखेरि अब हामी भिक्षुनीहरू अब नियुक्ति भएको धेरै समय भइसकेको छ तर अरू नयाँ भिक्षुहरू निस्किएर नियुक्ति भएर पूर्ण रूपमा नियुक्त भएका धेरै समय भएको छैन त्यही कारणले उनीहरू ज्येष्ठता अनुसार एक अर्कालाई दण्डवत गर्छन् महाप्रजापतिले एक अर्कालाई अब हामीले अब जति हामी पुरानो भए तापनि नयाँ भर्खर नियुक्ति भएको भिक्षुलाई हामीले दण्डवत गर्नु पर्दो रहेछ त्यही कारणले गर्दाखेरि अब जुन अब वरिष्ठलाई अब जुन अब भर्खर नियुक्ति भएको दण्डवत गर्नुपर्ने हो त्यही कारणले यसको बारेमा के हो भनेर सोद्धाखेरि प्रजापतिले भनिन् कि बहिनीहरू कृपया केही समय पर्खनुहोस् म आनन्दलाई सोध्न चाहन्छु र उनले आनन्दलाई अनि गएर भने उनीहरूले भन्ने कुरा सुनाइन् किनकि अब यो आठौं जन्तर धर्ममा चाहिँ के छ भन्दाखेरि होइन जस्तो पनि अब जति पुरानो भएको भिक्षुनीहरूले पनि भर्खर नियुक्ति भएको भिक्षुहरूलाई अब दण्डवत अब साष्टाङ्ग सत्कारसम्म अब ढोक गर्नुपर्छ राखिएको थियो त्यही कारणले गर्दाखेरि अब सिधै नै अब प्रजापतिले यो ढोक्नै पर्छ यसो सम्मान गर्नुपर्छ भनेन अनि एक किसिम के हो त अनि आनन्दलाई म सोध्छु भनेर आनन्दको ठाउँमा जानुभयो महाप्रजापति अनि महाप्रजापतिले अनि भनेछ आनन्दले अब उहाँलाई भन्नुभएछ अनि विभिन्न कुरा गरिसकेपछि आनन्दले भन्नुभएछ हे कृपया केही समय पर्खनुहोस् म शास्त्र भगवान गौतम बुद्धले सोधेछु भनेर फेरि आनन्दले पनि भगवान गौतम बुद्धलाई अनि भन्नुभएर अनि भगवान बुद्ध कहाँ गएर अनि आनन्दले के भनेछ भन्दाखेरि उसले भगवानको चरणमा शिर झुकाएर सोध्यो भगवान ठुलो भिक्षुनीहरू नियुक्त भएको धेरै समय भइसकेको छ तर अरू नयाँ भिक्षुहरू आएर नियुक्त भएको धेरै समय भएको छैन उनीहरूलाई ज्येष्ठता अनुसार प्रणाम गर्नु ठिक हुन्छ कि हुँदैन भनेर नि यसरी अब प्रश्न गर्नुभएछ अनि शास्त्र भगवान गौतम बुद्धले आनन्दलाई अनि के जवाब दिनुभएछ आनन्दलाई भन्दाखेरि आनन्द यस्ता शब्द नबोला भन्नाले बुद्धले आनन्दलाई यसरी जवाब दिनुभएछ के भनेछ भने
यदि नारीहरू ननिस्किएको भए महिलाहरू नियुक्ति नभएको भए जब भक्त ब्राह्मणहरू र गृहस्थीहरू भिक्षुहरूलाई भेट्थे उनीहरू राम्रो खाना ल्याएर निर्वाधन रूपमा उनीहरूलाई दिने थिए अनि यसबाहेक ब्राह्मणहरू र गृहस्थले सफा सेतो कपडा लिएर तहरमा बाँधेर गल्तीहरूमा फैलाउने र अनि भन्थे र दयालु भिक्षुहरू कृपया यो अनि फोल्डेड कपडामा हिँड्नुहोस् भनेर अब एकदम सफा कपडामा हिँड्नुहोस् भनेर यसरी यसले हामीलाई लामो समयको लागि लाभ र आनन्द दिनेछ यसबाहेक ब्राह्मणहरू र गृहस्थहरूले भुइँमा कपाल फैलाएर भन्थे भिक्षुहरू कृपया यो कपालमा हिँड्नुहोस् यसले हामीलाई लामो समयको लागि लाभ र आनन्द दिनेछ आनन्द यदि नानीहरू चन्द्रमा र सूर्य जस्तै धर्म विनयमा यो ननिस्किएको भए नियुक्ति नभएको भए मेरा शिष्यहरूको वैभवलाई ठूलो प्रकाश भएकोले लुकाउन सक्ने थिएन लास जस्ता चरमपन्थीहरूको उल्लेख नगर्ने भने यसरी अब विभिन्न कुराहरू यो त भन्नै पर्दैन भने यसरी बताउनु भयो आनन्द यदि नारीहरू धर्म विनयमा फेरि बुद्धले अब क्रमै यसरी बताउनु भएछ 가디 보면은 천디발라라도 뭐 좀 년년되다 시지는 나와도 이것도 여ser천보다 대바다게 드버 미는 무디 버었다 आनन्द यदि नारीहरू चन्द्र र सूर्य जस्तै धर्म विनयमा नियुक्ति नभएको भए मेरा शिष्यहरू भएमा ठूलो प्रकाश भएकोहरूले लुकाउन सक्ने थिएन लजस्ता चरमपन्थीहरूको उल्लेख अब भन्नै पर्दैन फेरि अर्को आनन्द यदि नारीहरू धर्म विनयमा अघि नपुगेको भए मेरो शिष्य हजारौं वर्षसम्म निर्दोष र अधुरो रहन्थ्यो किनभने तिनीहरू अघि गएका छन् 500 वर्ष घटाइने भयो भने यसरी बताएको छ 고급 첨부 나가지 에는 긴둥이 돼 나로 슈샤 고급 나 아 긴둥이 돼 लब्जुसाने एन 탐색이 छबा छेसा यस कारणले गर्दाखेरि आनन्द मैले एक भिक्षुलाई 100 वर्षदेखि पूर्ण रूपमा नियुक्त भइसकेको भए पनि नव नियुक्त भिक्षुलाई समान हत्केला मिलाएर स्वागत उभिन र प्रणाम गर्नुपर्छ भनी निर्देशन दिएको छु उनले अडिक भएर भन्नुभयो यसरी गौतम बुद्धले आनन्दले जवाब दिनुभयो यो बेलामा यसरी बुद्धले भन्नु कारण के हो त भन्दाखेरि नारीहरूलाई भिक्षुनी हुनुको लागि नियुक्त गर्नुभयो हो तर पनि एक किसिम के हो त धेरै नै अब संकट र धेरै नै समस्या उब्जने हुँदाखेरि बुद्धले पनि त्यसलाई समस्यालाई संकटलाई यसरी अब हटाउनको निम्ति समाधान गर्नको निम्ति यसरी अब धेरै अब समस्या धेरै अब उब्जिनु भएको हुँदाखेरि अब यसरी 500 वर्षसम्म मेरो धर्म चाहिँ अलिकता पतन भएर जान्छ कम भएर जानेछ यसरी अब बताउनु भयो किनकि त्यसमा धेरै नै अब समस्या संकट उब्जिने हुँदाखेरि त्यसले समाधान गर्नको लागि भगवान शास्त्र गौतम बुद्धले यसरी बताउनु भएको थियो gelongma nyembar zon lo gyalo ba inge sa do nyembar zo gelongla kuber cha thema jawar ju sushi dawn cha kana त्यही कारणले गर्दाखेरि अनि बुद्धले भन्नुभयो आनन्द मैले एक भिक्षुनीलाई 100 वर्षदेखि पूर्ण रूपमा नियुक्त भइसकेको भए पनि नवनियुक्त भिक्षुहरूलाई समान हत्केला मिलाएर स्वागत उभिन प्रणाम गर्नुपर्छ भनी निर्देशन दिएको छु भनी अनि अधिक भएर गौतम बुद्धले बताउनु भयो अब वैदिक कालमा अब पुरातन भारतमा अब लिङ्गहरूको बीच समानता थियो र ऋग्वेदहरूमा धेरै महिला लेखकहरू छन् ताती गाना खिसी रौद छुङसावे गेलोमा दिजुगी गेलोमा दिजुरु पिसे माछेर्छे अब यसमा एउटा कुरा के छ त भन्दाखेरि अनजी गर्जुए याबो माछे जुन या जिजो नालोले थुङजु थेले दुर्छि अब जुन भिक्षुनी वरिष्ठ भिक्षुनीहरूले भर्खर अब यो नव नियुक्त भएको भिक्षुहरूलाई अब सम्मान गरेन भने समाजमा यसरी के हो त अनि जुन समाजमा एक किसिम के हो त तल भएर जान्दछ जुन समाजमा एक किसिम के हो त अनि जुन सम्मान सत्कारको कुरा नफैलिने अनि होचिँदै जाने हुँदछ त्यही कारणले गर्दाखेरि अनि भिक्षुनी वर्गहरूलाई पनि धेरै समस्या आउँछ अनि भिक्षु वर्गलाई पनि एक किसिमको के हो त धेरै समस्या आउँछ किनकि किसिमको अनि जुन सम्मान सत्कार एक आपसमा भएन भने दुवैजनालाई किसिम के हो त अनि दुवैजनालाई समस्या पर्न जान्छ किनकि
भिक्षु दुवैजना के हो त भिक्षाटनको लागि भिक्षाको लागि अब समाजमा प्रवेश गर्नुपर्ने हुन्छ समाज जानुपर्ने हुन्छ जुन समाजमा प्रवेश गर्दाखेरि भिक्षुनी र भिक्षु पाल्का एक किसिमको एक मेल मिलापता सम्मान सत्कार भावना सद्भावना एक किसिमको भएन भने जुन समाजमा के हो त भिक्षु र भिक्षुनी पाल्काहरूलाई किसिमको सम्मान एक किसिमको स्वागत नहुने हुँदाखेरि त्यस्तो नहुनको निम्ति बुद्धले यसरी अनि अनि भिक्षुनीहरूलाई अनि फाइदा हुनको लागि अनि यसरी अनि सत्कार गर्नु पर्दछ भने यसरी बुद्धले यसरी आज्ञा दिनुभयो हैन जुन घमण्डी अवश्य घमण्ड अभिमान नभए तापनि तिनीहरू धेरै घमण्डी हो भर्खर भयो नियुक्ति भएको भिक्षुहरूलाई सम्मान गर्दैन यिनीहरूले घमण्ड छ भन्ने हुन्छ त्यही कारणले गर्दाखेरि यो घमण्ड हटाउनको लागि हो अब म 30 मिनेट विश्राम राख्न चाहन्छु अघिको मैले बताएको यो तस्बिर मलाई प्राप्त भयो म तपाईलाई देखाउन चाहन्छु आनी घुन्चुको बेलामा जुन यो अब अवलोकनेश्वर अनि आनन्दको यो तस्बिर रहेको छ यो चाहिँ एक किसिम के हो त भन्दा अब जुन अब अवलोकनेश्वर चाहिँ अब आनन्दको रूपमा प्रकट भएको हो भन्ने बताइन्छ अनि मैले यसरी लेख्न लगाए एउटा व्यक्तिलाई यो मैले यो अब जुन अब आनीहरु भिक्षुनीहरुको लागि चाहिँ अब यो अब सामान्य पूजा गर्ने बाहेक विधि सम्पूर्ण मैले लेख्न सकेको छैन त कुनै दिन अब यसलाई म टुङ्गाउने छु अनि यो सूत्रमा बताए मुताबिक अनि सूत्रमा बताए मुताबिक त्यस्तै अब हामीले जुन भिक्षुनीको लागि हामीले अब वर्गहरूले चाहिँ अब पूजा पाठ गर्यो भने सूत्रमा बताए मुताबिक त्यसरी वन्दना गर्यो भने अत्यन्त राम्रो होला जस्तो लाग्छ अब के हो त भन्दाखेरि जुन अब यो 8 वटा ओजनदार धर्म चाहिँ अब के हो त अब बताउनु परेको अब पृष्ठ भूमि के थियो त भन्ने विषयमा बताउनु पर्दाखेरि अब मैले पहिला बताए चाहिँ वैदिक कालमा पुरातन भारतमा अनि अब धेरै अब समयहरू बताएको छ पहिला अब बताउँदाखेरि अब वैदिक कालको पुरातन भारतमा भनौँ न त्यो बेला के थियो भन्दाखेरि अब लिङ्गहरू र बीच समानता थियो अब त्यो बेला ऋग्वेदमा धेरै अब ऋग्वेदमा धेरै महिलाहरू लेखकहरू छन् भनी बताएको छ त्यो अवधिमा अब 1500 देखि अब 1000 ईसा पूर्वको पर्छ त्यो बेलामा के हो त भन्दाखेरि एक विवाह चाहिँ अब सबैभन्दा सामान्य परम्परा गर्थ्यो अनि अब त्यसपछि अब सम्भवतः यजुर्वेद भनिन्छ जुन यो अब ईसा पूर्वको हिस्सामा अब अनि यो चाहिँ अब 1000 देखि अब 500 ईसा पूर्वसम्म पर्दछ ईसा पूर्व कालको अब समयमा अब महिलाहरूको चाहिँ स्थिति अब एकदम खस्किँदै गयो अनि महिलाहरू भनेको चाहिँ किसिमको विश्वास गर्नु नहुने र पीडाको लागि बढी प्रवण मानिन्थ्यो भनिन्छ त्यो बेलामा यद्यपि त्यो बेलामा अब त्यो अवधिमा पनि अब महिलाहरूलाई पनि आफ्नो परिवारहरूसँग अब पूजा विधि गर्न अब अनुमति दिएको थियो त्यसपछि अब सूत्रको अवधिमा आइपुग्यो अब यो चाहिँ के हो त फेरि
ईसा काल पूर्व 500 देखि 250 वर्षको अवधिमा अनि महिलाहरूको अवस्था झनै पहिला भन्दा पनि खस्किँदै खराब भएर गयो अब धेरै अब सूत्रहरू निस्किएको थियो अब धर्मसूत्रको अनुसार नारी चाहिँ के हो त पुरुषकै एउटा के अब नारी भनेको चाहिँ पुरुषकै एउटा अधिकारको एउटा अङ्ग हो भनेर अब बताएको छ त्यहाँ यसरी सिकाइयो यसरी अब समाजमा बताइयो अनि किन भन्दाखेरि सानो हुँदाखेरि तिनीहरूले आफ्नो बुबाको आज्ञा मान्नु पर्दछ अनि एकपल्ट तिनीहरू दुलाईको रूपमा गएपछि तिनीहरूको अब आफ्नो पतिको आज्ञा पालन गर्नुपर्छ जब तिनीहरू वृद्ध हुन्छन् तिनीहरूले आफ्ना छोराछोरीको आज्ञा पालन गर्नुपर्छ त्यही कारणले जहाँ तिनीहरू स्वतन्त्र रूपमा चाहिँ बाँच्न आएका छन् स्वतन्त्र रूपमा चाहिँ बाँच्न पाइँदैन यसरी बताएको छ यो वास्तवमा एक पुरुषको धेरै यो चाहिँ के हो त यो वास्तवमा एक पुरुषको धेरै पत्नीहरू हुन सक्छ भन्ने निर्णय गरिएको थियो जस्तो कि अब ब्राह्मणले 3 वटा भन्दा बढी अब श्रीमती लिन पाउँथ्यो क्षेत्रीयले 2 वटा भन्दा बढी 2टा र शूद्र जातिले 1 भन्दा बढी अब एक किसिमको अब महिला अब बिहे गर्नु नहुने श्रीमती लिन नहुने त्यस्तो थियो त्यो बेला उच्च जातिको हैसियत शूद्रीयसँगै महिलाको अवस्था चाहिँ खस्किँदै गएको थियो अब बौद्ध धर्म ग्रन्थ पल्टाउँदाखेरि अनि बुद्धको पालामा अब नारीको अवस्था कस्तो थियो भन्ने अब बुझ्न सक्यो भन्ने कुरा बुझ्न सक्छौँ उदाहरणका लागि अब जब अब कालन्टाका छोरा सुदत्त भिक्षु भने उनको पहिले नै एउटा दुलाइ थियो तर उनको कुनै सन्तान जन्मिएकी थिएनन् उनकी आमाले सोचेछ कि यदि हाम्रो दुलाईको कुनै सन्तान छैन भने अनि हाम्रो घरको सबै सम्पत्ति अनि राजाले कब्जा गर्नेछन् हैन अब राजाले कब्जा गर्ने थियो त्यो बेला त्यही कारणले गर्दाखेरि उनले अब के गर्ने भनेर अब के उपाय लाउन पर्छ होला भनेर सोच्न थाले अनि उनले अनि सुदतलाई अनि बेहुली सहित छोरा जन्माएमा कुनै दोष नहोला भने मनमा कुरा लाग्यो त्यसै बेला नि अब त्यही बेला सुदतलाई अब एउटा बेहुली सहित अब छोरा जन्माउन लाग्यो भने हैन सुन्न अब मनमा कुरा अब खेल्यो त्यही कारणले बुद्धले ज्ञान प्राप्त बुद्ध भइसकेपछि अब उहाँले अब 13 वर्षमा अशुद्ध आचरणको व्यभिचारको व्यवस्थाको पृष्ठभूमिमा घटना घटेको थियो त्यही कारणले त्यो ठाउँको धर्म वा परम्परालाई परिवारमा पति नभएको खण्डमा राजाले सबै धन सम्पत्ति लिने चलन थियो त्यही कारणले त्यसले गर्दाखेरि त्यहाँदेखि गर्दाखेरि अब यो अनि पहिलाको यो पतन भनौँ न अनि मुख्य कारण यहाँदेखि आएको एउटा घटनादेखि भनौँ न जुन अब घरमा अब सन्तान छैन भने अब जुन चाहिँ अब सम्पत्ति राजाले लाने हुँदै त्यो अब घटनादेखि अब त्यहाँदेखि अब यो बिहा विचार चाहिँ गर्नु नहुने अब बुद्धले त्यसरी अब निषेध गर्नुभयो अब विनयमा अझै पनि रानीहरू वा अब किसिमको नारीहरू बच्चाहरूको बारेमा विवादका कथाहरू छन् यी पनि मुख्य रूपमा स्थानीय परम्परामा आउँछन् अब जस्तो कि भिक्षुनी गुप्त अब गुप्त चाहिँ अब भिक्षुनी नहुनुभन्दा अगाडि उनको पतिको मृत्यु भयो उनको कुनै छोरा नभएकोले राजाले सबै सम्पत्ति अब सरकारको अब लागि छुटाउने थियो सरकारले अब एक किसिमको अब सबै अब लिने भयो ओगट्ने भयो त्यसैले उनले आफ्नो पतिको साथी उदयन यसलाई घेलोङ छर्का भन्छ साथी उदयन जो पछि भिक्षु भयो उसँग अब एउटा उहाँले अब जुन अब समागम गर्नु भएर यसरी त्यसै गरी अब अनि त्यहाँदेखि नै एउटा के हो त अब अनि
उहाँसँग समागम गर्दाखेरि एउटा अब छोरा अब जन्मिएको थियो त्यहाँदेखि नै अनि के हो त अनि त्यसै गरी प्रमुख भारतीय धर्म र विद्यालयहरूमा त्यो अब कारणले गर्दाखेरि अब यो व्यभिचार गर्ने चाहिँ निषेध गरिएको थियो त्यही कारणले त्यहाँ महिलाहरू अनि त्यहाँदेखि महिलाहरू अब परमेश्वर नियुक्त हुन चलन थिएन तर केही विद्यालयहरूमा पनि थिए जसले महिलाहरूलाई शरण दिनु हुँदैन भन्ने जोड पनि दिएको छ त्यही कारणले धेरै जे भए तापनि धेरै आन्तरिक र अब बाहिर कारणहरू थिए पहिले सामाजिक दबाव धेरै ठुलो थियो र पुरुषहरू उच्च र महिलाहरू चाहिँ अब न्यूनतम कम हामीभन्दा तलको हो भन्ने अब भन्ने दृष्टिकोणले अब धेरै प्रचलित थियो अब यसरी महिलाहरू अब प्रवचितमा नियुक्त भइसकेपछि बौद्ध सङ्घमा गहिरो प्रभाव पार्नु पुग्यो दोस्रो अब के हो त सङ्घले कामुक मुखको लागि कामना निषेध गरेको हुनाले यदि कोही निस्कियो भने सङ्घका दुई समुदायको बीच सम्बन्ध कस्तो हुने हो भन्ने कुरा निर्धारण गर्नुपर्छ त्यसै गरी सङ्घ भिक्षाको रूपमा दिइने खानाबाट बाँच्ने गर्दथ्यो तर महिलाहरू शारीरिक रूपमा पुरुष बलियो अब अनि कमजोर थियो बलियो नहुन्थ्यो उनीहरू अन्य विशिष्ट शारीरिक आवश्यकताहरू छन् थप रूपमा तिनीहरूको अब भटक्ने जीवनशैली बाँच्नु पर्दथ्यो त्यसैले तिनीहरू कसरी खतरा कठिनाइहरूसँग बाँच्न सकिन्छ भनेर निर्धारण गर्न आवश्यक थियो त्यसै गरी त्यस बेला सङ्घको शिक्षाको जिम्मेवारी भिक्षु बुढापाकाले लिएको थियो र महिलाहरूलाई अघि बढेमा उनीहरूलाई कसरी शिक्षा दिने भन्ने निर्णय गर्नुपर्छ यसरी अब त्यहाँ धेरै परिस्थितिहरू थिए जुन निर्णय गर्न आवश्यक थियो र त्यहीदेखि नै अब 8वटा ओजनदारी अब धर्म नियम अब बनाउन आवश्यक थियो एउटा केही कथा बताउनु मन लाग्यो मलाई अब एउटा कथा बताउनु पर्यो अब बुद्धत्व ज्ञान महिलाहरूले बुद्धत्व ज्ञान प्राप्त गर्दा त कथा होइन बुद्धको प्रवचन सुन्नु पनि जान नपाउँथ्यो किनकि के महिलाहरू चाहिँ धर्मको शिक्षा लिनको लागि अब सजिलो थिएन होइन अब यो चाहिँ एउटा डुलवा लुङ्सी भनिन्छ होइन विनय अब आगमको स्रोतभित्र यस्तो एउटा केही अब कथा अनुसार के बताएको छ भनेदेखि बुद्ध आफ्नो जन्मभूमि कपिलवस्तुमा गएर अब जुन अब दोस्रो पटक अब कपिलवस्तुको अब यो बरगदको बगैँचामा बसेको बेला अनि राजा अनि सुदोधन अनि शाक्यहरूले उहाँलाई अभिवादन गरेर बारम्बार उहाँलाई अब हेर्न र अनि प्रवचन सुन्नको लागि आउनुहुन्थ्यो होइन बिहान दिउँसो बेलुका जहिले पनि प्रवचन सुन्नको लागि आउनुहुन्थ्यो अनि जुन अब शाक्य वंशी राजा सुदोधनहरू उहाँको शाक्यहरू होइन पुरुषहरू धर्मको लागि धेरै आउनुहुन्थ्यो त्यो बेला अब धर्म शिक्षाको लागि ती मध्ये शाक्य महानाम पनि थियो बुद्धले धर्म सिकाएको सुनेपछि घरमा गएर अनि भन्थे अनि उहाँले बुद्धको ठाउँ सम्मुखदेखि अब धेरै प्रवचन सुनेर अब मन एकदम बदलिएर होइन यो सांसारिक माया मोह दिएर धेरै उहाँले कुराट लागेर अनि उहाँले के भन्नुभयो भने हे मेरो बुद्ध हे मेरो धर्म हे मेरो सङ्घ बुद्धको आगमन मेरो लागि फलदायी भयो अनि उसले यति भनेपछि अब धेरै मुखले खुसी भएपछि होइन अब यो के भनेपछि अब महानाम कि अब श्रीमतीले अनि सुनेछ अनि उसले अब श्रीमतीले सोधिन् ए के भयो तिमीलाई के बर्बाद हुँदैछ भनेर अनि सोधिछन् यो महानामको श्रीमतीले अनि महानामले भनेछन् कि आज भगवानले सयौं मानिसहरूलाई धर्मको शिक्षा दिइरहेका छन् र यो धेरै अनगिन्ती प्राणीहरूलाई शिक्षा दिइरहेका छन् र यो सुनेर सयौं जीवधारी प्राणीहरूले उच्च अनुभूति ज्ञान हासिल गरेका छन् अनि त्यही बेला अब यो भन्ने बित्तिकै अब महानामको श्रीमती के भनेछन् भने उनकी श्रीमतीले जवाब दिएछन् कि बुद्धको आगमन तिम्रो लागि मात्र हो फलदायी छ यो हाम्रो लागि होइन बुद्ध संसारमा पुरुषको लागि देखा पर्नु भयो हामी महिलाको लागि चाहिँ होइन है
भन्दा नि यो मानवको श्रीमतीले यसरी भनिन्छन् किनकि हामीले प्रवचन सुन्नुको मौकै पाउँदैन हामीले यो केटाको लागि मात्रै हामी केटीको जातिको लागि होइन यसरी भनिन्छन् अनि फेरि मानवले भनेछ हे मेरी अब श्रीमती त्यसो नभन भने यसरी उसले भनेछ भगवान सबै संवेदनशील प्राणीहरूलाई मद्दत गर्न चाहन्छन् र दयालु हुनुहुन्छ म करुणावान हुनुहुन्छ त्यसैले तब तिमी पनि त्यहाँ जाऊ र तिमी पनि बुद्धबाट धर्म सुन्न सक्नुहुन्छ भने यसरी अब हैन हामीले अनि हामीले जस्तै अब तिमीले पनि मैले चाहिँ तिमीले धर्मबाट सुन्न सक्ने क्षमता स्वतन्त्र छ भनेछ अनि त्यो बेला अब मानव श्रीमतीले के भनेछन् भने राजा सुदन धेरै साक्यहरूसँग बुद्धलाई हेर्न बारम्बार आउने गर्दछन् यदि हामी तिनीहरू त्यहाँ हुँदा धर्म सुन्न गयौँ भने हामी लज्जित हुनेछौँ भनेर अब मानव श्रीमतीले भनेछ त्यसपछि अब साक्य मानवले सोचेछ के त्यसो भए मैले अब राजाको लागि के अब अनुरोध गर्नुको लागि जानुपर्छ होला यो कुराको विषयमा मनमा कुरा खेलेछ उहाँले यसबारे राजा सुदरसँग कुरा गर्न जानुपर्छ तर जब उनले फेरि हेरेर सोचेछ कि उनले मेरो आफ्नै पत्नीको तर्फबाट राजासँग कुरा गर्ने आँट गरेनन् नमिल्ने भए श्रीमतीको लागि राजा भएर नसौला तर के गर्ने होला भन्दा नि राजा सुदर्शनले प्रजापतिलाई त धेरै सम्मान गर्ने भएकोले उनले प्रजापतिसँग कुरा गर्ने भने राजाले सुन्नुहुन्छ भन्ने सोचे पक्कै नै अब प्रजापतिले सुन्नु पर्यो भनेर नि अब महानामले चाहिँ अब महाप्रजापतिसँग कुरा गर्न गएर उनले राजासँग कुरा गर्ने बताइन् प्रजापतिले बताइन् त्यसपछि अब साक्य महानामले घर घर गएर साक्य नानीहरूले भने तिमीहरू सबै प्रजापति कहाँ गएर भन हामीले सुनेका छौँ कि बुद्धले धेरै मानिसहरूलाई कसरी धर्म सिकाउनु हुँदै हुनुहुन्छ हामी पनि धर्म सुन्न चाहन्छौँ हैन अनि हामी पनि सुन्न चाहन्छौँ राजाको लागि के यो अनि कुराहरू राखिदिनु भनेर अनि यसरी अनि प्रजापतिले भनेछन् साक्य अब श्रीमतीहरूले त्यसो भए राजा बिहान गएर हामी दिउँसो गयो भने के होला भनेपछि प्रजापतिले भनेछ बहिनीहरू यो राम्रो अति राम्रो विचार हो म राजाले सोध्छु त्यसैले एक क्षण पर्खनुहोस् होइन अनि भनेछ अब राजा भएको बेलामा हामीले प्रवचन सुन्नु अलिकता हामीले लज्जित हुन्छ त्यति अब नसुहाउँदो हुन्छ सम्मान नभएको जस्तो त्यही कारणले बिहानको बेलामा अब राजाले प्रवचन सुन्नुहुन्छ उहाँ दिउँसो राजमहलमा फर्किसकेपछि हामी दिउँसोको बेलामा हामी प्रवचन सुन्न कस्तो होला यो अनि अनुरोध गरिदिनु भनेर यसरी अनि प्रजापतिले भनिछन् उनीहरूले अनि प्रजापतिले भन्छ बहिनीहरू यो राम्रो विचार हो म राजाले सोध्छु भने त्यसैले एक क्षण पर्खनुहोस् भनेछ अनि उनी राजा कहाँ गइन् सोधिन् अब मैले सुनेको छु कि बुद्धले धेरै मानिसहरूलाई धर्म सिकाउँदै हुनुहुन्छ साक्य महिलाहरू पनि धर्म सुन्न चाहन्छ त्यसैले मलाई लाग्छ पनि तपाईँ बिहान जानुहोस् म साक्य महिलालाई दिउँसो लैजान्छु किनकि तिनीहरूलाई बिहान काम गर्नु जे भए त भने के हो त प्रजापतिले बोल्ने क्रममा चाहिँ अब राजा जुन प्रजापति कुरा नसक्ने समय उभिरै बस्नुहुन्थ्यो अरे प्रजापति कुरा सकेर मात्रै उहाँ मुनि बस्नुहुन्छ यसरी सम्मान गर्नुहुन्थ्यो अरे मैले सुनेको छु अनि त्यो बेला के भन्नुभएछ भन्दाखेरि प्रजापतिले भन्नुभएछ कि मैले सुनेको छु कि बुद्धले धेरै मानिसहरूलाई धर्म सिकाउँदै हुनुहुन्छ साक्य महिलाहरू पनि धर्म सुन्न चाहन्छन् त्यसैले मलाई लाग्छ कि तपाईँ बिहान जानुहोस् पाल्नुहोस् म साक्य महिलाहरूलाई दिउँसो लैजान्छु यो किनभने तिनीहरूको बिहान काम घरको कामहरू गर्नु अनि पर्दाखेरि बिहान आउनु भ्याउँदैन त्यसैले दिउँसो प्रवचन सुन्नको लाँदाखेरि कस्तो होला भनेर अनि यसरी प्रजापतिले शुद्धजनलाई विन्ती गरेछ राजा सुदनले पुरा उभिएर प्रजापति कुरा सुनेर जवाब नभएसम्म बस्नु भएन त्यसैले उहाँले तुरन्त टाउको हलाउनु भयो भन्नुभयो तपाईले भन्नुभयो अनुसार हामी यस्तै गर्न सक्छौं
अनि त्यसपछि प्रजापतिले गौतमीले 500 सक्या महिलाहरूलाई बुद्धको दर्शन गर्न अनि यो कपिल अब बरगदी पार्कमा लगे। त्यस बेलाको अनि महिलाको अनि अवस्था यो कथाबाट हामी अलिकति बुझ्न पनि सक्छौँ। त्यहाँदेखि पनि एउटा महिलाहरूलाई चाहिँ कतिको एउटा स्वतन्त्र थियो भन्ने कुरालाई हामीले बुझ्न सकिन्छ। अनि राजा शुद्धोधनलाई अब प्रजापतिले यसरी अब अनुरोध गरे बापत अनि शुद्धोधनले भन्नुभयो कि तिमीले जस्तो बोल्नु भयो त्यही नै अनि गर्न म तयार छु भने यसरी अनि स्वीकार गरे बापत अनि प्रजापतिले यसरी 500 जना सक्या महिलाहरूलाई नि बुद्धको चरणमा लगेर प्रवचन सुनाउन लानुभयो। त्यस बेलाको अनि महिलाको अवस्था यो कथाबाट हामीले अलिकति बुझ्न सक्छौँ कि अनि बुद्धको कालमा पनि भनौँ न एक किसिमको अब अनि बुद्धको छेउमा प्रवचन सुन्नुको लागि के हो त अलिकता जानुको लागि अब सिधै जान नहुने होइन, अलिकता सोच विचार पुर्याउनु पर्ने होइन, एक किसिम के हो त यस्तो कुरा थियो। त्यही कारणले बुद्धले उच्चावत त्यो बेलामा बुद्धले उच्च वा तल्लो जातको भेदभाव बिना सबैलाई धर्म अभ्यास गर्न अनुमति दिनुभयो र उनले महिलालाई भिक्षुनी बन्न अनुमति दिनुभयो। त्यति बेला अब भारतीय समाज संकीर्ण सोचको मानिसहरूले भरिपूर्ण भएको थियो, जो पुरानो सोचमा अधिक थिए। त्यसैले यो सजिलो हुन सक्दैन। त्यही कारणले बुद्धले अब यो पहिलो एउटा उहाँको राम्रो एउटा महान काम हो कि जुन यो सिद्धान्तमा पहिला अब महिलाहरूलाई पनि अब यो त्रिपिटकहरूलाई छुनु पाउने, आफूले शिक्षण लिनु पाउने, भिक्षुनी बन्नु पाउने त्यस्तो पहिलो कदम उहाँले चाल्नु भएको थियो। त्यही कारणले अहिले हामी 21औं शताब्दीमा पुग्दा पनि भारतमा जातीय र लिङ्गवादको कठिनाई समस्या अझै हट्न सकेको छैन। ती विचारले भारतीय जनताको रगतमा बगेको छ, त्यो पछि चाहिँ घुसेको छ। त्यो कुराहरू अब केटाकेटीको बराबर हुँदैन भनेर तिनीहरूलाई अब जातभातको कुरा पनि छ, तिनीहरूलाई हटाउन कुनै उपाय पनि छैन भने अझै पनि केही मानिसहरू छन्। यस अवस्थाबाट शास्त्र भगवान गौतम बुद्धमा हेर्ने भने उहाँ महादयालु, महाकृपालु, महाकरुणावान र मैत्रीवान र एकदम खुकुलो अनि मन भएकोले उहाँ भन्ने प्रष्ट हुन्छ। जब बुद्धलाई प्राणीलाई बसमा पर्ने सारथी भनिन्छ, यो सम्भवतः उहाँ कसरी ती खराब चलनहरूको दिशा परिवर्तन गर्न सक्षम हुनुभयो भने प्रशंसामा रहेको थियो। यो यस्तोले हामीले बुझ्न सकिन्छ। अब चाहिँ के हो त, बुद्धले महिलाहरूलाई सजिलै अब भिक्षुनी दिनु सजिलैसँग भिक्षुनी नबनाउनुको कारण के हो भन्ने विषयमा बताउनु पर्दाखेरि जे होस् बुद्धले अन्ततः महिलाहरूलाई बाहिर जुन अब भिक्षुनीमा नियुक्त हुनको लागि अनुमति दिनुभयो र उनीहरूलाई भिक्षुनीको अब शील अब दिनुभयो। त्यसो भए यो सुरुमा किन गाह्रो भयो यो व्याख्या गरिएको धेरै तरिका छ। त्यसमा अब 11औं शताब्दीमा अनुवादक भिक्षु घेवे लोटोद्वारा तिब्बती भाषामा अनुवाद गरेको एक मास्टर अब शिलापतिद्वारा भन्छलाई शिलापतिताद्वारा अब विनयको अब जुन यो चाहिँ अब लुङ यसरी आगम यसमा अब लेखिएको पस्काएको छ। सबै तथागतको 14 समुदाय हुँदैन र हैन। अब भगवानले किन शास्त्र भवन बौद्ध बुद्धले महिलालाई कठिनाइमा किन अब भिक्षुनी अब एक किसिमको अब निष्कासन नियुक्ति गर्न गाह्रो भयो त भन्दाखेरि किन भन्दाखेरि सक्या महिलाहरू 500 सक्या महिलाहरू चाहिँ के हो त अनि संसारमा अब प्रति अब यो वैराग्यता उत्पत्ति हुनुको लागि अब गाह्रो गरेर स्वीकार गर्नुभएको भने एउटा महिला भनेपछि तल्लो निजतामा नभएर होइन उनीहरूले पनि ज्ञान प्राप्त अनि
ज्ञान प्राप्त गर्न सक्ने क्षमता भएको हैन भारतवर्षमा केटी अब महिलाहरूलाई तल्लो पहिला बुद्धकालीनमा अब तल्लो तहमा निचमा एउटा स्वतन्त्र नभएको अब कारणले गर्दाखेरि अब उहाँलाई चाहिँ अब अन्ततः उहाँहरू त्यही कारणले बुद्धको ज्ञान प्राप्त गर्न धेरै कठिनाइ र धेरै कठोर तपस्या र कठोर साधना गर्नुको लागि अब आउनु कठोर ध्यान गरेर मात्रै बुद्धको ज्ञान प्राप्त हुने रहेछ भने यो एहसास दिलाउनको लागि यसरी बिना सद्भावना उत्पन्न गर्नको लागि यसरी अन्ततः अनि एकदम अब गाह्रो गरेर अनि सुगर गर्नु कारण चाहिँ यो त्यही कारणले अनि एकदम सामान्य एकदम अल्छी सबले सत्य त ज्ञान हासिल गर्न सक्दैन धेरै कष्ट भोग्नु पर्दछ अनि मात्र ज्ञानलाई अनि एक किसिमको अब के हो त पाउन दुर्लभ हुनुको एउटा सोच वर्षनको लागि पाउन अत्यन्त गाह्रो र पाइसकेपछि अब त्यो युगो युगसम्म सत्य ज्ञानको उदय हुने त्यस्तो अब भावना अब आफूमा उत्पन्न हुनुको लागि यसरी अब अनि यो शिलापाले यसरी अब यो लेख्नु भएको छ यो शिलापति पलिताले यसरी अब लेख्नु भएको छ त्यही कारणले बुद्धले सजिलै स्वीकार नगर्नु कारण प्राप्त गर्न गाह्रो छ भने विपना गर्नु थियो धेरै मेहनत गरेर मात्र पाइन्छ भने नतिजा सम्झेर मार्गमा लग्न विशेष चासो लिने भनेर यसरी पुरातन भारतीय विद्वानहरूले बुद्धको 3 पटक इन्कार गर्नुको एउटा बिन्दु वा कारण थियो भने देखेका प्रख्यात थेरवाद अब एल्डर न्यानोपेनिक थेरका अनुसार केही मानिसहरूले महिलाहरूलाई भिक्षुनीको अब भाकल गर्न अनुमति दिनको लागि सोच्न सक्छन् आनन्द चतुर र धूर्त थिए र उनी धेरै जिद्दी थिए र यसले बुद्धको मन परिवर्तन गर्यो तर यदि हामीले यसले विचार गर्यो भने यदि बुद्ध एक व्यक्ति हुनुहुन्थ्यो जो पूर्ण बुद्धताको लागि जागृत भइसकेको थिए भने विश्वास छ भने उहाँलाई आफ्नो मन परिवर्तन गराउने शक्ति अरू कसैसँग हुन सक्दैन किनकि उहाँ त साक्षात्कार ज्ञान प्राप्त बुद्ध हो समेत बुद्ध हो त्यही कारणले यो किनभने उहाँ धर्म प्रकृति वा सासु प्रकृति भित्र सधैँ आराममा अब बसमा उहाँ गर्नुहुन्थ्यो त्यही कारणले उनी बताउँदछ त्यही कारणले यो आनन्द चतुर्दाय रहेको जिद्दी भएर यसरी बुद्धले स्वीकार गर्नु पाएको होइन कुन दिनु पर्दछ कुन दिनु हुँदैन बुद्धलाई सबै अब प्रत्यक्ष रूपमा उहाँलाई प्रश्न थाहा छ किनकि उहाँ समाधि भङ्ग भएर कहिले पनि बस्नु त्यही कारणले उहाँ साक्षात्कार अब ध्यान प्राप्त गर्नु भएकोले अनि यसरी अब अनि आनन्दलाई एक किसिम के हो त विनय अनुसारको अब फाइनल पोइन्टको तिब्बती अनुवादमा पनि जब आनन्दले महाकश्यपसँग कसैलाई अब किन अब एक किसिमको भिक्षुनी एक किसिमको के हो त एक बुद्धले हैन आनन्दले हैन एक किसिमको कश्यपलाई अब यो महिला भिक्षुनी हुनको लागि अब केही कारण बताएको छ किन भन्दाखेरि हैन यो महाकश्यपसँग कसैले किन अब भिक्षुनी अब दिन अब लायक भयो भन्दाखेरि उनले भने भगवान की काकी माँ प्रजापतिले कष्ट भोग्नु भयो किनकि अब 7 दिनपछि बुद्धको आफ्नै अब माया देवी अब उहाँ खस्नु भएपछि अब प्रजापतिले उहाँलाई अब हेर्नु भयो त्यही कारणले अनि भगवान की आमा बितिसकेकी थिइन् र उनले आफ्नो स्थानमा दूध चुसाएर हुर्काउनु भयो गौतमलाई सिद्धार्थ गौतमलाई यसमा जसरी विगतका पूर्णतया सिद्ध बुद्धहरूको 4 गुण समुदाय थियो मैले सोचे कि यो भगवानको लागि पनि त्यस्तै हुनुपर्दछ भने उहाँले धर्म र संसार दुवै कारणले यो व्याख्या गर्नुभयो त्यसै कारणले कारण छ भनेर बुझेर अनुमति दिनुभयो त्यसैले बुद्धले कुनै विकल्प नभएकोले अनुमति दिनुभएको हुन सक्छ तर जब बुद्धले तुरुन्तै सहमत भएनन् यो महिलाहरूलाई बाहिर निस्कन प्रतिबन्ध लगाउनको लागि होइन अर्थात् भिक्षुनी बन्नको लागि प्रतिबन्ध लगाउनको होइन
तर यो सजिलो छैन र यदि तिनीहरूले सावधानी अपनाएनन् भने केही खतरा छ भन्ने जोड दिनको लागि यसलाई अलिकति ढिला गर्नु भएको थियो कारण चाहिँ बुद्धले 8 ओजनदार धर्मको स्थापना गर्नुभयो यदि त्यसो हो भने बुद्धले भनेका शिक्षाहरू 1000 वर्ष टिक्ने भए पनि नारीहरू अघि बढेको 500 वर्ष कम रहन्छन् भने भन्नुको अर्थ के हो सामान्यतः भन्नुपर्दा यहाँ एक ठूलो प्रश्न छ शिक्षकले गौतम बुद्धले भनेको थिए कि नारी निस्किएकी कारण नियुक्ति भएकै कारण उहाँको शिक्षा 500 वर्ष भन्दा बढी रहँदैन तर त्यो सत्य हो कि साँचो धर्म 2000 वर्ष भन्दा बढी रह्यो त्यसको अर्थ के हो त भन्दा बुद्धले 8 उद्योन्तर धर्म नियम बनाएकाले 500 वर्षले शिक्षालाई घटाउने गल्ती भएन भन्ने विचारको चर्चा र आपत्तिको खण्डन गर्ने महान व्याख्या महावैभव लगाएका धेरै ग्रन्थहरू समावेश छ अभी धर्मको महान प्रदर्शनीको 103 मा अब फसिकलबाट यसरी बताएको छ त्यही कारणले गर्दाखेरि अब यो चाहिँ धर्ममा धेरै चासो लाग्ने ध्यान गर्दाखेरि चाँडो शीघ्र आफूले ज्ञान प्राप्त हुने चाहिँ के हो त भन्दाखेरि अब भिक्षु वर्गमा प्रवेश गरे भने मात्रै अब अनि ज्ञान प्राप्त गर्ने हुन्छ हैन चार अब श्रवण ज्ञान प्राप्त भएन भने सम्यक बुद्ध ज्ञान प्राप्त हुँदैन त्यही कारणले अनि त्यही कारणले गर्दाखेरि बुद्धले आनन्दलाई भन्नुभयो मैले सिकेको धर्म विनयमा नारीहरू अघि बढेनन् भने मेरो साँचो धर्म 1000 वर्षसम्म रहिरहन्छ नारीहरू अघि बढ्दा साँचो धर्मलाई 500 वर्षले घटाउँछ यदि साँचो धर्म 1000 वर्ष बाँकी रहन्छ भने भगवानले किन यस्तो भन्नुभयो होला प्रतिक्रिया दिन यो मनमा स्थिर मुक्ति सँग भनिएको थियो नारी नियुक्ति भए 1000 वर्षसम्म मुक्ति स्थिर हुने थियो तर अहिले 500 वर्षमा अनुशासन श्रवण समाधि मात्रै स्थिर छ मुक्ति छैन यो सबै महिलाहरू नियुक्ति जानेको दोष हो त भन्दाखेरि अरु भन्छन् 8 धर्म पालना नगर्ने उद्देश्यले भनिएको हो यस्तो छ यदि महिलाहरू नियुक्ति भएर सम्मानजनक धर्महरू पालना गरेनन् भने बुद्धको वास्तविक धर्म 500 वर्षले छोटो हुनेछ तर बुद्धले 8 वटा सम्मानजनक धर्मको पालना गरेको हुनाले साँचो धर्म 1000 वर्षसम्म संसारमा रहिरहनेछ त्यति बेला पहिलो 500 वर्षको अवधि बितिसकेको थियो यो पछिल्लो 500 वर्षको अवधि थियो र यो स्पष्ट थियो कि शिक्षकहरू अझै हराएको छैन बुद्धहरू हराएको छैन यही कारणले भगवानको वचनमा यो शंका उठाउने मानिसहरू थिए उनीहरूलाई एउटा व्याख्या थियो कि अब शंका उठाउने थियो उनीहरूले अब एउटा व्याख्या थियो कि 500 वर्षले अब शिक्षा घट्छ भन्नुको अर्थ मानिसहरूले मुक्ति पाउने छैनन् अर्को व्याख्या यो थियो कि यो 8 ओजनदार धर्म स्थापना नभएको भए 500 वर्षले शिक्षा घट्ने थियो तर किनभने महाप्रजापतिलाई उनका अनुयायीहरूले स्वीकार गरे त्यही कारणले यो चाहिँ अब यो झेरासेसिमो भित्र चाहिँ अब के हो त बुद्धले यदि 8 ओजनदार धर्म नबनाएको भए यसरी अब यो अनि बुद्धको 500 वर्ष चाहिँ अब बौद्ध धर्म नफैलिन्थ्यो नाश भएर जान्थ्यो तर पनि के हो त यो महाप्रजापतिले चाहिँ यो बुद्धले बताउनु भएको 8 ओजनदार धर्म स्वीकार गरेको हुनाले अनि यसरी 500 वर्ष तल नाश र कम भएको छैन भने यसरी झेरासेसिमो भित्र बताएको गरिएको छ उल्लेख गरिएको छ
अभी धर्म को महान प्रदर्शनी को अब 103 फसिलबाट यस्तो बताएको छ अब अहिले चाहिँ पहिलाको अब हामी अब दोस्रो चरणको अब बौद्ध धर्ममा अहिले आइरहेको छौँ अहिले पनि बुद्ध अब उहाँ अमरै हुनुहुन्छ किनकि उहाँले बताउनु भएको सबै अमरै छन् त्यही कारणले गर्दाखेरि यसमा दुई प्रकारको व्याख्या गर्ने कुराहरू आएका छन् Then tambe che de number chewa mito bala kombares. यो चाहिँ के हो त भन्दाखेरि 500 वर्ष चाहिँ यो त लुप्त हराएर जान्छ भन्ने के हो त भन्दाखेरि यो चाहिँ मुक्ति नहुने समय हो मुक्ति हुनु कठिनाइ छ भनेर बताएको छ अनि अर्को व्याख्या चाहिँ के हो भन्दाखेरि यदि 8 ओजन र धर्म स्वीकार गरेन भने चाहिँ 500 वर्ष चाहिँ के हो धर्म चाहिँ एक किसिमको अनि हराएर जान्छ हैन 500 वर्ष चाहिँ अब कम भएर भासिएर जान्छ तर यो महाप्रजापतिले चाहिँ 8 ओजन धर्म स्वीकार गरेको हुँदाखेरि अनि 5 अनि एक किसिमको के हो त अनि 500 वर्ष चाहिँ एक किसिमको के हो त भन्दाखेरि यो अनि यो तल पतन हुँदैन भन्ने यसरी अब व्याख्या गरिएको छ त्यही कारणले 8औं धर्म पालना नगर्ने उद्देश्यले भनेको हो यस्तो छ कि यदि महिलाहरू नियुक्ति भएर 8 समञ्जना धर्म पालना गरेनन् भने बुद्धको वास्तविक धर्म 500 वर्षले छोटो हुनेछ तर बुद्धले 8वटा समञ्जनाको धर्म पालना गरेको हुनाले साँचो धर्म 1000 वर्षसम्म संसम्म रहिरहनेछ भन्ने कुरा अब अर्को विषय छ अरू के हो त भन्दाखेरि अब जुन नारीहरूलाई महिलाहरूलाई चाहिँ अब समस्या समाधान गरेको विषयमा छ आनन्दले अब कसरी आनन्दले महिलाहरूलाई उनीहरूको कठिनाइबाट मुक्त गर्न मद्दत गर्नुभयो भन्दाखेरि आनन्दले महिलाहरूलाई अगाडि बढ्न र भिक्षुसँग स्थापना गरेर मद्दत मात्र नगरेर उनले उनीहरूलाई धेरै तरिकामा सहयोग र मद्दत पनि दिए तर यसले उनीहरूलाई धेरै समस्या पनि ल्यायो उहाँले महिलाहरूलाई धेरै सहयोग गरे तर उहाँलाई धेरै समस्या पनि भोग्नु परेको थियो मैले अस्ति मैले तपाईलाई भने नि भिक्षुनी स्थूलानन्दले कसरी महाकश्यप अनि विरुद्ध विद्रोह गरे भन्ने बारेमा दुईवटा कथा सुनाए आज मैले दुईवटा कुरा भन्न सक्छु भन्ने सोचेको थिएँ पहिलो के हो भन्दाखेरि एक दिन बिहान महाकश्यपले आफ्नो वस्त्र धर्मको मुगल लगाएर भिक्षाको कचौरा बोकेर भिक्षा लिन सर्वस्ती गए यो सर्वस्तीतिर पुग्नु भयो म अनि भिक्षुनी स्थूलानन्द पनि भिक्षा माग्न निस्किएका थिए अनि स्थूलानन्दले महाकश्यप पोखरीको छेउमा हिँडिरहेको देखे र सोचे जुन चाहिँ यो फोहोर मैला जुन सर्पीको दिशा पिस्ता बग्ने खोलाको नजिकमा पोखरी पुगेको थियो अनि जुन अब स्थूलानन्द अब छेउमा पुगेको भन्दाखेरि अब उसको सोचमा के आएछ भन्दाखेरि म यो मूर्खलाई निराशापना के गर्नु के गर्छु भने उनी तुरन्तै दौडेर महाकश्यप धर्म वस्त्र र भिक्षाको कचौरालाई फोहोर गर्दै अनि त्यो फोहोर भएको पुलमा चाहिँ अब एउटा इट्टा जुन त्यो फोहोर मैला पोखरीमा जुन इट्टा ढुङ्गा प्रहार गर्दाखेरि त्यहाँको हिलो सबै छिर्किएर वस्त्रमा लाग्न फोहोर मैलालाई छोपिएको किसिमको होइन त्यो हान्ने मान्छे चाहिँ ठ्याक्कै त्यो एक किसिमको स्थूलानन्द थाहा भइगयो अनि त्यो देख्ने बित्तिकै अनि महाकश्यपले के भन्नुभएछ भन्दाखेरि हे बहिनी यो तपाईँको दोष होइन महाकश्यपले भने यसको कारण हो कि आनन्दले यो बनाएको हो कि यो दुर्व्यवहार गर्ने महिलाहरू धर्म विनयमा अगाडि बढ्न सकुन् पुनः त्यहाँ नियुक्त हुन भिक्षु बन्न सकुन्
यसका कारण बुद्धले भिक्षुनीहरूले अब भिक्षुहरूलाई फोहोर वा अपवित्र बनाउन नहुने नयाँ नियम बनाउनु भयो हैन अब यो स्थूलानन्दलाई अब भन्ने नि अब महाकाश्यपले यो तिम्रो गल्ती होइन बहिनी यो चाहिँ भिक्षुनी बहिनी यो चाहिँ एक किसिमको के हो त आनन्दको कारणले गर्दा यस्तो दुर्व्यवहार गरेको फैलेको हो भन्ने हैन त्यही कारणले यस्तो अब अनि बुद्धले भिक्षुहरूले फोहोर वा अपवित्र बनाउन नहुने नियम यदि बनाउनु भयो यदि तिनीहरूले भिक्षुलाई फोहोर वा अपवित्र बनायो भने यो अपराध हो भन्ने यसरी भन्नुभयो त्यो भन्दा पनि अचम्म घटना भयो एक दिन बिहान महाकाश्यपले आफ्नो वस्त्र धर्मको लुगा लगाएर भिक्षाको कचरा बोकेर भिक्षा लिन समस्ती गए त्यति बेला स्थूलानन्दले उनलाई देखेर हतार महाकाश्यपतिर गएर उनले भनिन् बेवकुफ र उसले थुक्यो अनि थुक्दिएछ महाकाश्यपलाई दियो स्थूलानन्दले महाकाश्यपले पहिला जस्तै जवाब दिए हे भिक्षुनी बहिनी भिक्षुले यो घटना सुन्ने र बुद्धलाई यसको बारेमा सोधे हैन अनि यो चाहिँ एक किसिमको के हो त भन्दाखेरि अब यो भिक्षुनीले भनेछ यो तिम्रो के गल्ती होइन भिक्षुनी यो आनन्दको कारणले गर्दा यस्तो भएको हो भने हैन त्यही कारणले अनि यसबेला अनि महाकाश्यप चाहिँ एक किसिमको के हो त अनि शाक्य मुनि गौतम बुद्धको सामु गएर भन्नुभएछ स्थूलानन्द भक्त होइनन् उनी भिक्षुनी होइनन् वेश्याहरूले स्थूलानन्दले गरे चाहिँ काम गर्छन् तर भिक्षुनीहरूले गर्दैनन् त्यसैले भविष्यमा भिक्षुहरूलाई थुक्नु हुँदैन यदि तिनीहरूले यस्तो गर्छन् भने त्यो एक अपराध हो भन्ने यसरी बताउनु भएछ स्थूलानन्द र अरूले महाकाश्यपलाई किन मन पराउँथे भन्ने कारण हामीलाई थाहा नभए पनि अब एक किसिमको के हो त अब यो बेला जुन बुद्धकालीनमा पनि अनि विभिन्न समस्या उब्जिँदाखेरि अब भिक्षुनीले गाह्रो भएको बेला होइन जुन अब केटीहरू चाहिँ अब भिक्षुनी भएको राम्रो होइन भनेर सोच्ने भने थियो त्यो हुँदाखेरि अनि एक किसिमको धेरै उब्जिँदाखेरि अब यो सबै आनन्दले गर्दाखेरि यस्तो उब्ज्यो भन्दा अनि विभिन्न कुरा आउँदाखेरि अनि जुन अब भिक्षुनी अब भनौँ न स्थूलानन्दले अब आनन्दलाई अब नारायण भन्दाखेरि अब खप्न नसकेर अब जुन चाहिँ विरोध चाहिँ अब कश्यप हुनुहुन्थ्यो त्यसरी अब विभिन्न कुराहरू अब उब्जिएको थियो त्यही कारणले गर्दाखेरि स्थूलानन्द र अरूले महाकाश्यपलाई किन मन पराउँथे भन्ने कारण हामीलाई थाहा नभए पनि त्यो मानिसहरू हुनुपर्छ जसले आफ्नो व्यवहारबाट भएका सबै अपराधलाई महिलाहरूलाई बाहिर जानु महिलाहरूलाई नियुक्ति हुन नदिएको कारण अब अनि भिक्षुनी दिनुभएको कारण अब भनौँ भिक्षुनी बनाएको चाहिँ आनन्दको गल्ती हो ठाने जब हामी यसलाई हेर्छौँ हामी देख्न सक्छौँ कि बुद्धको जीवन कालमा पनि पक्कै पनि बौद्ध सङ्घमा कोही न कोही होलान् जसले हामीलाई भिक्षुनी बन्न अनुमति दिनु उचित होइन भनी सोचेको थिए एक अब आनन्द र बहिष्कृत केटीको स्वरूप अब अर्थात् एक किसिम के हो त भन्दाखेरि अब धोल्पो एउटा अब जुन अब साइनो आनन्द र एउटा धोल्पो भूमो भन्ने सुक्ष्मसँग त्यसको साइनुको विषय बताउनु पर्दाखेरि मेरो अनुहार र कोमल चरित्रले उनलाई धेरै मन पराए धेरै मानिसहरू पनि आनन्द प्रति आकर्षित भए उदाहरणका लागि जब सुरूपा नामकी एउटी बहिष्कृत केटी पानी लिन जाँदै थिए उनले भिक्षा माग्न जाने आनन्दलाई भेटिन् उनले पानी मागेर जब उनले उनको अनुहार र शरीर देखेर उनको जवाब सुने उनी आनन्दको प्रेममा गरिन् उनकी आमालाई केही मन्त्रहरू थाहा थियो त्यसैले उनले सोचिन् कि उनले आनन्दलाई मन्त्रमुग्ध गरी आफ्नो पति बनाए उसले घर गएर अनि आमालाई भने यदि आनन्द
इच्छा मुक्त नभएको भए म उसलाई मोहित पार्न सक्थे तर राजा प्रसेनजितको आस्था गौतममा छ यदि उसले यो थाहा पायो भने उसले हामी सबै बहिष्कृतलाई मेटाउनेछ अनि वास्तवमा परोपकारी गौतमले सबै इच्छाहरू ओगट्नेछन् अनि यदि तिमीले आनन्दलाई मन्त्र मुक्त गरेनौ भने अब सुरुपाले भने आत्महत्या गरेछु भने यसरी पुरेछ अनि आमाले गर्न सक्ने अरू केही थिएनन् त्यसैले उनले घरको बीचमा मण्डल बनाएर जादु गरे आनन्दको मन छल भयो र उनी मठबाट बहिष्कारको घरमा गए आनन्दलाई टाढाबाट आउँदै गरेको देखेर सुरुपी खुसी भए अनि अब आनन्दले बहिष्कार गरेको घरमा पुगे र रोएर सोचे अब किनकि अब आनन्दलाई अब स्वतन्त्र छैन किनकि अब यो एउटा कालो मन्त्रले उहाँलाई अब ढाकिसकेको छ घरमा पुगेर रोएर सोचे के बुद्धलाई थाहा छ कि म यो कठिन न्यायमा परेको छु भनेर अनि मलाई किन बचाउन नभएको यस्तो कठिनाइमा छु आनन्दले प्रार्थना गरेको बेलामा बुद्धलाई ठक्कै थाहा थाहा थियो र उनको आफ्नै मन्त्रको बहिष्कारको मन्त्रको प्रतिकार गर्यो एकपटक उनी उहाँबाट मुक्त भएपछि आनन्द मठमा फर्केर गयो बुद्धले फेरि मन्त्र जप्ने बित्तिकै आनन्दलाई कालो मन्त्रले ढाकेको सबै अब यो हटेर गएर अनि उहाँ फेरि आनन्द मठमा फर्केर गयो त्यसपछि आनन्द जहाँ जान्थे सुरुपा नपाउने उहाँसँगै हिँड्थ्यो उनी बस्दा उनीसँगै बस्छन् होइन आनन्द जहाँ गए पनि त्यो अनि भिक्षाको लागि जुनसुकै घरमा गए पनि उनी केही नबोली ढोकामै बसिरहन्थिन् अनि त्यसपछि आनन्दले अब बहिष्कृत केटी सुरुपा उनको पछि लाग्दै गरेको देखे होइन अनि जहाँ गए पनि अब अनि भिक्षु आश्रममा गए पनि त्यसकै छेउमा अब यो अब सुरुपी त्यही बस्थिन् त्यसपछि आनन्दले बहिष्कृत केटी सुरुपा उनको पछि लाग्दै गरेको देखे यो देखेर उनी लज्जित भएर दुखी र पीडाले उनी तुरुन्तै बुद्ध कहाँ गए अनि बहिष्कृत केटी सुरुपाले मलाई पछ्याइरहेको छ उनले भने जहाँ म भिक्षाको लागि जान्छु उनी खोज्दै आउँछिन् बुद्ध कृपया मलाई रक्षा गर्नुहोस् बुद्धले भन्नुभयो डराउनु पर्दैन भन्ने यसरी बताउनु भयो आज चाहिँ मलाई बचाउनुहोस् है म धेरै खप्नु सकेन मलाई धेरै लज्जित भइसक्यो यो एउटा नारीले मलाई धेरै दुःख दियो भनेर बुद्धलाई अनि बचाउनुहोस् भन्ने यसरी अनि बताउनु भएछ बुद्धले बताउनु तिमी डराउनु पर्दैन भन्नुभएछ तब भगवानले बहिष्कृत केटी सुरुपालाई भने के तिमी आनन्दको पति बन्न चाहन्छौ म गर्छु उनले जवाब दिइन् बुद्धले भन्नुभयो यस्तो अवस्थामा तिम्रो आमा बुबाले अनुमति दिन्छन् भने फेरि प्रश्न गर्नुभएछ अनि उनले भने उनले अनि स्वीकार गर्नेछन् भनेर म मेरा आमा बुबाले सोध्छु भनेर आमा बुबा कहाँ गएर अनुमति मागे उनका आमा बुबा दुवैले सुरुपालाई बुद्ध कहाँ ल्याएर भने हामी हाम्रो छोरा आनन्दलाई दिइरहेका छौँ भने यसरी भन्छ त्यसपछि बुद्धले आमा बुबालाई दुवैलाई घर पठाउनु भएर अनि सुरुपालाई भन्नुभयो यदि तिमीलाई आनन्द चाहिन्छ भने तिमीले उहाँको जस्तै लुगा लगाउनु पर्छ हैन अनि बाल खरिनु पर्छ सबै गर्नु पर्छ भन्नुभएछ बुद्धले उनले अनि स्वीकार गरिन् अगाडि बढिन् त्यसपछि अनि जुन सुरुपालाई
सुसामी गन दोस्यो तीन आलो कार्सुङ सन्ता अनि त्यसपछि बुद्धले उनलाई धेरै धर्म सिकाउनु भएर उनले अन्ततः वास्तविक प्रतिले बुझिन् यो चाहिँ अब यो भोटमा छैन यो चीनको अनुवादमा लेखिएको छ कुराहरू चाहिँ त्यसपछि बुद्धले उनलाई भने अनि के मन पर्छ होला भनेर बुद्धले सोधेछन् ती सुरुपलाई अनि आँखा कान नाक मुख सबै मन पर्छ भन्छ त्यही कारणले उनले भनेछ अन्ततः अनि सबै कुनै पनि छैन आँखामा आँसु आउँछ नाकमा सिगन मुखमा विभिन्न थो हैन कानमा विभिन्न काने गुजी लाग्यो विभिन्न फोहोर मैला आउँछ हैन सबै अशुद्ध शुद्ध केही पनि छैन भने यसरी अनि सबै धर्मको वास्तविक कुरा प्रकृतिले बुझाउनु भएर बुझिन् त्यो अनि सुरुपाले अनि बुझिसकेपछि म त अरहतको अब स्तर हासिल गरिन् उनले अनि आफ्नो विगतका कर्महरू अनि उनले आफ्नो विगतका कर्महरू पश्चात साथ अनि स्वीकार गरे अनि त्यो बेला अब ज्ञान प्राप्त भइसकेपछि छर्लङ्ग देखियो अब सुरुपाले अब तिमी आनन्दसँग छौ भन्दाखेरि अनि जुन पहिला आफूले गरेको हरकत देखेर धेरै लज्जित लाज भएर यसरी अब मैले नराम्रो काम गरेको रहेछ मैले एउटा माया मोहमा फसेर संसारिक यसरी आकाशमा फसेर यस्तो गरेको रहेछ भनेर यसरी अब अनि यसरी अब आएको छ समष्टिका अब ब्राह्मणहरू र गृहस्थीहरूले एउटा बहिष्कृत केटी निस्किएको अब सुनेर सोचे एउटी बहिष्कृत केटीले भिक्षुहरूसँग धर्म अभ्यास गर्नु कसरी उचित हुन सक्छ भन्ने प्रश्न गरेछ त्यही बेला के हो त सर्वस्तिको ब्राह्मणहरूले जुन अब तल्लो जाति शूद्र जातिको केटी चाहिँ अब एक किसिमको भिक्षुनी हुने भयो सबैले अब अचम्म लागेछ हैन त्यो बेला अब ब्राह्मणहरुमा कुरा खाइला बैला भएको थियो यस्तो तल्लो तहको शूद्र जातिले भिक्षुको ठाउँमा बसेर यसरी बुद्धको ज्ञान कसरी हासिल गर्न सक्छ यो मान्छे हैन यो त हुँदै कसरी उचित हुन्छ र ब्राह्मण क्षेत्रीय र महत्त्वपूर्ण गृहस्थीहरूले कसरी उनको सम्मान गर्न सक्छ उनीहरूले उनलाई गाली गरेछ यो चाहिँ साके मुनिले गौतम बुद्धले राम्रो गर्नु भएको छ तल्लो तहको मान्छेले यसरी भिक्षुनी गरेर नियुक्ति गर्नु राम्रो गरेको छैन भने यसरी कुरा अनि फैलिँदाखेरि अनि के हो त यो चाहिँ राजा प्रसिद्धले अनि यो घटना सुने र तिनीहरूबाट विचलित भए अनि राजा पनि एकदम यो कुरामा खुसी हुनु भएर रहेछ उनले पनि एकदम हैन ब्राह्मणले भनेको कुरा उनलाई लागेछ हो तल्लो तहको मान्छे किसिमको अब शूद्र जातिले यसरी के हो त अनि यो भिक्षुनी राम्रो हुँदैन भने मनमा कुरा अनि खेलिसकेपछि घोडामा चढेर समष्टिका अनि ब्राह्मणहरू र घर धनीहरू सँगै बुद्ध कहाँ गुनासो गर्न गएछ गुनासो पोख्न गएछ त्यस बेला बुद्धले भिक्षुनी सुरुपालाई बोलाएर राजा प्रसिद्ध र जनतालाई विस्तारै बताउनु भयो कि अनि त्यो बेला कसरी बहिष्कृत केटी अब सुरुपा आफ्नो अघिल्लो जन्महरूको उच्च जातिको थियो कसरी आनन्द विगतमा निम्न जातको थियो र कसरी उनीहरूले अघिल्लो जन्ममा एकअर्कालाई माया गर्थे किन यसरी यो सुरुपाले आनन्दलाई माया गर्थे भन्दाखेरि अनि जब अब सुरुको आनन्दको पहिलो जन्ममा आनन्दको प्रेममा प्रेमिकी थिए यसबाहेक उनले ब्राह्मणको अनि उनले अनि ब्राह्मणहरूले अनि कसरी उच्च र निम्न जातहरू मात्र बनाएका थिए भनेर स्पष्ट रूपमा व्याख्या गरे सबैजना खुसी भएर अनि समस्या समाधान भयो हैन विभिन्न कुराहरू अब आएको थियो हैन जे भए तापनि पहिला जुनीमा उनीहरू यस्तो थियो अहिले जुनीमा उनीहरू यस्तो आएर एक किसिमको अनि पहिलादेखि नै उहाँसँग प्रेमिका भएको कारणले गर्दाखेरि अहिले पनि प्रेमिका भएर अहिले एउटा ज्ञानको उज्यालोले गर्दाखेरि उहाँ मुक्त हुनु भएको हो भने यसरी बताउनु हुँदाखेरि विभिन्न समस्याहरू समाधान भयो यो बहिष्कृत केटी मात्र होइन यो आनन्दको प्रेममा परे त्यहाँ केही महिलाहरू पनि थिए जो उनको प्रेममा परे चिनिया भाषामा संरक्षित 4 अगमको अनुसार कौशम्बीका एक भिक्षुनीले रोगको बहाना गर्दै आनन्दलाई आह्वान ग्रहण गरे हैन
땅아 너근도 근데 뉴스안에 이 군가 चिनिया अनुवादमा यस्तो लेखिएको छ हैन एक अनुसारमा के हो भन्दाखेरि अब आगमनका अनुसार हैन कौसम्बीका एक भिक्षुनीले रोगको बहाना गर्दै आनन्दलाई आउन आग्रह गर्नुभएछ अनि हैन एउटा रोग बिरामी भएको अब बहाना गरी अब एक किसिमको जुन अब आनन्दलाई अब आफ्नो अङ्गलमा पर्ने अब कुरा सोचेछ हैन वास्तवमा त्यो भिक्षुनी आनन्दको प्रेममा थियो र उसले फसाउनको मौका रूपमा प्रयोग गर्ने मनसाय थियो तर आनन्दले शान्त दिमागका साथ परिस्थितिको आकलन गर्न सक्षम थिए र त्यो भिक्षुनी धर्म सिकाउनु भयो भिक्षुनीले धर्म सिकाउनु भएलाई उनले पश्चाताप महसुस गरेर स्वीकार गरेर नि मन शान्त भएर नि एकदम भित्री गम्भीरता हिसाबले प्रवचन गराउनु भएको थियो त्यो भिक्षुनीलाई अनि यसरी अब जुन यसरी धर्म प्रवचन गरेपछि उहाँलाई अब यसरी विभिन्न आसक्ता हैन सम्मको कुराहरु चाहिँ अब शान्त भयो थियो यसरी आनन्दले विभिन्न भनौँ न भिक्षुनी वर्गहरूलाई विभिन्न अब समस्या समाधान गर्नुभएको थियो अब यो चाहिँ के हो त सही दरबारमा शान्ति पुनर्स्थापना भन्ने कुरा हो अब अर्को घटनामा राजा प्रशंसित कि अब रानीहरू अब संलग्न थिए अब तिनीहरू सबै धर्म अब शिक्षा प्राप्त गर्न चाहन्थे तर तिनीहरू रानी भएकोले उनीहरूलाई दरबारको अब महलमै अब चराहरू जस्तै दरबारको खोरमा चराहरू जस्तै राखिएको थियो मठमा गएर बुद्धको शिक्षा सुन्ने मौका थिएन त्यो बेला अनि बुद्धको ठाउँमा गएर प्रवचन सुन्ने मौका थिएन त्यो रानीहरूलाई प्रशंसित रानीहरूलाई अनि यस कारणले तिनीहरूले राजालाई धर्म सिकाउन बुद्धको प्रतिनिधिको रूपमा पठाएका नि भिक्षुलाई अनि अनुमति दिन अनुरोध गरे अनि राजी मात्र भएनन् उनले सोधे कुन भिक्षुलाई पठाउनु पर्छ हैन अब कुन चाहिँ भिक्षु अब पठाउने होला किनकि अब रानीहरूले प्रस्ताव गरे हामी पनि प्रवचन सुन्छु भनेर त्यो अब भिक्षुको सङ्घमा कुरा आयो अब कुन चाहिँ भिक्षु पढाउने त राजाको लागि भन्दाखेरि अब कुन भिक्षुलाई पढाउनु पर्छ होला भन्ने कुरा उठ्दाखेरि तिनीहरू सबैसँग छलफल भयो र तिनीहरू मध्ये कोहीले अनि अनि त्यो बेला अब के हो त भन्दाखेरि अनि कोहीले आनन्दलाई सोच्न चाहन्थे र जसलाई बुद्धका कोष अध्यक्ष पाली धम्म भण्डागारिका भनेर चिनिन्थ्यो राजाले बुद्धलाई सोध्नुभयो त्यसपछि आनन्दले उनीहरूलाई निश्चित समयमा सिकाउन जानेछन् तर एक दिन कसैले राजाको मुकुटबाट यसरी अब आनन्दले अब के हो त भन्दाखेरि राजा प्रशंसितको दरबारमा गएर रानीहरूलाई प्रवचन दिन प्रतिदिन यसरी प्रवचन गर्दै जानुभयो तर एक दिन कसैले राजाको मुकुटबाट सानो गहना चोर्यो अनि दरबारका सबै भावनाहरू र जमिन खोजियो भवनहरू र जमिनमा खोजियो त्यो राजाको मुकुटको गहना रानीहरू सबै अलमलमा परे त्यसै बेला जब पढाउने समय आयो तिनीहरूले पहिले जस्तै आफ्नो दिमाग केन्द्रित गर्न असमर्थ भएर आनन्दले यो अनि आनन्दले कुरा बुझेर सोधेछ उनी यति दयालु थिए कि उनी राजालाई भेट्न गएर शङ्कास्पद सबै मानिसहरूलाई भेला गरेर अनि उनीहरूलाई चुपचाप सानो रत्न फिर्ता गर्न सुझाव दिए अनि आनन्दले के भन्नुभएछ भन्दाखेरि त्यसपछि आनन्दले दरबारको एक भागमा पाल टाँगेर त्यसमा पानीले भरेको फुलदान राखे हैन अब दयालु शान्त हिसाबले राजालाई भेट्न गएर अनि अब संस्कारपद अब मानिसलाई भेला गरेर चुपचापसँगमा सानो रत्नहरू फिर्ता गर्ने सुझाव दिने एउटा आइडिया लाउनु भयो त्यो आइडिया कस्तो थियो त भन्दाखेरि आनन्दले दरबारको एक भागमा पाल टाँगेर त्यसमा पानीले भरेको फुलदान राखे र उसले प्रत्येक
अनि संदिग्धलाई भित्र पस्न लगाएर त्यस समयमा त्यो व्यक्ति उसले वास्तवमा मणि चोरेको थियो त्यो फुलदानमा राख्थ्यो र छोड्यो हैन अब आनन्दले भने जो तपाईले यो मान्छेले लान्छल शंका गरेको छ त्यो मान्छेलाई बोलाउनु अनि यो भित्र एउटा फुलदानी राखिदिन्छु हैन राखिदिनु जो शंका भएकोले बोलाउँदाखेरि जसले लगेको छ त्यो भित्र अवश्य राख्ने छ भन्ने यसरी अनि आनन्दले भनेको बमोजिम अनि त्यो भित्र अब मान्छेहरुले जुन आफूले शंका राजाले शंका भएको मान्छेले भित्र पस्न लगाएर त्यस समयमा त्यो व्यक्ति जसले वास्तवमा मणि चोरेको थियो त्यो फुलदानमा राखेर छोड्यो आनन्दले यो योजना मार्फत मणि बरामद पनि भएर चोर सजायबाट पनि बच्यो दरबारमा सबै कुरा पहिले जस्तै शान्त भयो हैन किनकि अब राजाले जुन मान्छेले चोर छ भनेर शंका भएको मान्छे सबै बोलायो नि त हैन अब जुन बेला अब जुन बोलाउँदाखेरि डरलेर पक्कै बोलाउन समस्या भनेर अब राजाको अब हकमा त अब सबै अब तर्सिन्छ त्यही कारणले चोर्ने मान्छेले सबै त्यो भित्र राखेर गयो राजाले त्यो बरामद भयो एक किसिमको पाउनु भयो तर चोरले सजाय पनि पाएन हैन त्यही कारणले गर्दा बरामद पनि भयो चोरले सजायबाट पनि बच्यो अनि दरबारमा सबै कुरा पहिले जस्तो शान्त भयो उनको घटनाले गर्दा आनन्द त्यो भन्दा झनै चर्चित भयो बौद्धसँग ख्याति अनि धेरै बढ्यो अनि आज यति नै विषय राख्ने उहाँको अब घटना धेरै नै छ उहाँको हैन इतिहास उहाँको कथा जोडेको धेरै छ त्यही कारण एक एक गरी बयान गर्दाखेरि समय छैन आजको लागि अब यति नै होला अब चाहिँ अब भोलि बिदा रहेको छ पर्सिदेखि अब पहिलो बुद्धको अब सङ्कलन रहेको छ पर्सिदेखि चाहिँ आज यति नै विश्राम राख्न चाहन्छु